डिस्चार्ज ओभर नोच भन्नुहोस् अर डिस्चार्ज ओभर च्यानल भन्नुहोस् एउटै कुरा हो, किनभने हाम्रो डिस्चार्ज त कन्स्ट्यान्ट हुन्छ नि, ओभर च्यानल भन्नुहोस् एउटै कुरा हो। तर एरिया लिने बेला कसको एरिया लिनुहुन्छ? एरिया च्यानल लिनुहुन्छ, च्यानलको भेलोसिटी हो नि त। भनेपछि कुन अप्सन ठिक छ? कुन अप्सन ठिक छ? नम्बर अप्सन बी, एरिया अफ द च्यानल है, च्यानलको भेलोसिटी हो नि त। Tangent drawn to a point gives the direction of instantaneous velocity of the fluid particle present at that point. Here. सर त्यो 3 नम्बर आवाज क्लियर आएन। किन हुँदैन थियो? अनस्टेडी यहाँ स्टेडी हुनलाई यहाँ टाइम हुनु पर्यो, टाइम छ विथ रेस्पेक्ट टु टाइम छ। अगाडि क्वेसन हेर्नुहोस् त, क्वेसन नम्बर 1 मा के थियो? विथ रेस्पेक्ट टु के छ? टाइम। एट अ पोइन्ट विथ रेस्पेक्ट टु टाइम छ भने कि आन्सर स्टेडी हुन्छ कि अनस्टेडी हुन्छ? विथ रेस्पेक्ट टु स्पेस भनेको छ भने त्यो बेला आन्सर के हुन्छ? कि युनिफर्म हुन्छ कि नन युनिफर्म? अब बुझ्नुभयो? विथ रेस्पेक्ट टु टाइम छ भने स्टेडी अनस्टेडी, विथ रेस्पेक्ट टु के स्पेस अर डिरेक्सन अर लेन्थहरू दिएको छ भने त्यो बेला के हुन्छ? युनिफर्म अर नन युनिफर्म, यो दुइटा मध्ये एउटा आन्सर। बुझ्नुभयो? अब चेन्ज भयो भने के हुन्छ? चेन्ज भयो भने नन युनिफर्म, चेन्ज भएन भने युनिफर्म, त्यो हो लजिक। अहिले त चेन्ज भएको छ नि सर, चेन्ज भएको छ भने आन्सर के हुन्छ? नन युनिफर्म। नन युनिफर्म अप्सनमा छ छैन, त्यही भएर नन आइदियो। हजुर सोध्नु त। अघि त्यो लिक्विडले पाथ क्रस गर्दाखेरि टर्बुलेन्ट भन्नुभएको थियो नि, ल्यामिनर चाहिँ के हुन्छ अरे? लेयरमा फ्लो भयो भने, लेयरमा फ्लो भयो भने ल्यामिनार हुन्छ। यसो यो जिगे प्याटर्न होइन, लेयरमा यस्तो फ्लो हुन्छ, एउटा लेयरमाथि अर्को लेयर स्लाइड हुने, ल्यामिनार। यसमा के हुन्छ? द tangent drawn to the point gives the direction of instantaneous velocity of fluid particle present at that point. हुँदैन सर। भयो अब 4 को यहाँ भनिसकेँ मैले, यहाँ लेखिदिएको छु फर्मुला। सर हजुरले यो एनोटेट गरेको फाइल चाहिँ डिलिट नगर्नु है त, मलाई एनोटेट गरेको फाइल पठाइदिनु। उहाँहरूको पानी नि यो पछाडि गर्नु भन्ने, यो एनोटेट गरेको फाइल पठाइदिनु उहाँले हेर्नुहुन्छ होइन, एक्सप्लेन गरेर रेकर्डेड पनि छ है त। किनभने हामी यो धेरै पछाडि भएर खास हजुरले 150 झर्दाउ गरे हो नि त। 150 वटा क्वेसन छ फेरि। त्यही भएर तपाईँ एक्सप्लेन गरेको क्वेसन चाहिँ फेरि नगर्नु, उहाँलाई हामीले यो लेखेको फाइल पठाइदिन्छ नि त। ल, the tangent drawn to the point gives the direction of instantaneous velocity of fluid particle present at that point. के हुन्छ हामीले? tangent drawn भनेको स्ट्रिम लाइन हैन? सिंगल पार्टिकलको पाथलाई के भन्छौँ? पाथलाई, सिंगल पार्टिकलको पाथलाई, सिंगल पार्टिकलको पाथलाई के भन्छौँ? पाथलाई पाथ लाइन भन्छौँ है, पाथ लाइन। स्टिक लाइन भन्नुको मतलब के हो? एउटा कमन पोइन्टबाट निस्किएको डिफरेन्ट फ्लुइड पार्टिकल कहाँ छन् त्यो जोइन गर्ने लाइनलाई के भन्छौँ? स्टिक लाइन भन्छौँ। अहिलेको लागि हाम्रो आन्सर को हो? यसलाई गोलो गरेको मैले हटाइदिएँ, कन्फ्युजन होला। आन्सर स्ट्रिम लाइन है। फ्लो इज सेड टु बी which flow if the fluid properties and flow velocity change with respect to time at a given location. At a given location भन्ने बित्तिकै फेरि आन्सर के आयो? At a given location with respect to time भनेको छ। with time भन्ने बित्तिकै के हो? स्टेडी अनस्टेडी, स्टेडी अनस्टेडी, चेन्ज भनेको छ अनस्टेडी, अनस्टेडी आन्सर, अनस्टेडी फ्लो। The imaginary line drawn such that tangent at this point indicates the direction of velocity of the fluid particle. के हामीले स्ट्रिम लाइन ड्रा गर्थ्यौँ नि, स्ट्रिम लाइनमा के गर्थ्यौँ? ट्यान्जेन्ट ड्रा गर्थ्यौँ, ट्यान्जेन्टले के दिन्छ? डिरेक्सन अफ के? भेलोसिटी वेक्टर। अघि के त्यो क्वेसन हो रिपिट भएको? स्ट्रिम लाइन। स्ट्रिम लाइन। नेक्स्ट, पाथ लाइन इज बेस्ड अन कुन एप्रोच? पाथ लाइन इज बेस्ड अन ल्याग्रेन्जियन एप्रोच, ल्याग्रेन्जियन एप्रोच र युलर्स एप्रोच केमा बेस्ड हुन्छ? स्ट्रिम लाइन। स्ट्रिम लाइन आयो भने कुन अप्सन टिक लाउनुहुन्छ? युलरियन एप्रोच है। पाथ लाइन चाहिँ ल्याग्रेन्जियन एप्रोच, स्ट्रिम लाइन चाहिँ युलरियन एप्रोच। The section of the jet leaving an orifice having the minimum cross section area के भन्छ? सेक्सन भन्छ? भेना कन्ट्याक्टर। भेना कन्ट्याक्टर। बर्नालीज इक्वेसनको इस टर्मले के रिप्रेजेन्ट गर्छ? इनर्जी पर युनिट के?
Energy per unit के वाइट weight. यो common question है energy per unit weight. Next, the Bernoulli equation states के भन्छ उसले for a सुरुमै ल्याङ्ग्वेजमै भन्दै for a given streamline भनेर भनेपछि जुन इनर्जी इक्वेसन डिराइभ गरेको छ नि हैन फ्लो इज टेकिङ प्लेस अलोङ द स्ट्रिम लाइन भनेर उसको एजम्सन हो भनेपछि स्ट्रिम लाइनमा टोटल इनर्जी और टोटल हेड के हुन्छ स्ट्रिम लाइनमा टोटल हेड एट 1 इज इक्वल टु टोटल हेड एट के भनेपछि उसको एजम्सनै के आउँछ इनर्जी इज कन्स्ट्यान्ट फर वान स्ट्रिम लाइन एन्ड इज डिफरेन्ट फ्रम इनर्जी अनदर स्ट्रिम लाइन यो एजम्सन उसको सुरुमै उसको एजम्सनमै आउँथ्यो Next, in which of the following condition can the Bernoulli equation be used? कुन बेला युज गर्न मिल्छ एजम्सन के आउँछ यसको एजम्सन फ्लो इज स्टेडी अर्को फ्लो इज के इनकम्प्रेसिबल हो अर्को के फ्लो इज आइडियल आइडियल भन्ने बित्तिकै के हो भिस्कस कि नन भिस्कस नन विस्कस नन भिस्कस और नन भिस्कस भनेपछि कुन बेला अप्लाई गर्न मिलेन त्यसो भए कुन बेला नट भनेको चाहिँ विस्कस फ्लोमा हो मैडम भिस्कस फ्लो यो एजम्सन्स भयो उसको Next, in a venturimeter, which portion typically has the highest velocity? Converging. रोड जसको एरिया कम हुन्छ त्यसको भेलोसिटी के हुन्छ बढी हुन्छ त्यसै आन्सर कुन आन्सर हुन्छ बी बी रोड नेक्स्ट 14 number an orifice is located in the side of the tank which is centered 10 cm above the base of the tank. The constant water level is 1 meter below the center of the orifice. Is above the center of the orifice. The coefficient of velocity is 0.98. On issuing the jet, the horizontal distance from the vena contractor. के हुन्छ 0.2 सर यतिकै त्यो कुनै स्ट्यान्डर्ड भ्यालु हो र यो फ्लोर भयो यहाँबाट जेट बाहिर निस्क्यो ठिक छ के भन्छ सेन्टरदेखि यहाँ हाइटसम्म कति हाइट दिएको छ क्वेसन एचको भ्यालु कति दिएको छ भन्नुहोस् त कन्स्टेन्ट वाटर लेभल इज 1 meter above the center of the orifice. Yes, 1 meter. On issuing the jet, the coefficient and orifice is located in the center with the center. कति माथि छ यहाँबाट फ्लोरबाट कति माथि छ सेन्टर कति 10 सेन्टिमिटर 10 सेन्टिमिटर कति हो 0.1 मिटर अनि कति डिस्टेन्स यो हरिजन्टल डिस्टेन्स कति कभर गर्यो उसले यहाँ भेना कन्ट्राक्टरबाट काठ लिने यहाँ गएर फ्लोरमा स्ट्राइक गरी यो डिस्टेन्सलाई के भन्छ हामीले यक्स एउटा रिलेसन छ सिबी इज इक्वल टु एक्स बाई अन्डर 4yh यो डिराइभ गरेको सिबी निकाल्न भनेको थियो दिएको छ कति दिएको छ 0.98 इज इक्वल टु एक्स बाई अन्डर रुट 4 वाइ कति दिएको छ 0.1 मिटर 0.1 मिटर इन्टु यच कति दिएको छ 1 मिटर निकाल्नुहोस् यच कति निकाल्नुहोस् कति 0.61 0.61 आन्सर तपाईँले हेर्नु मलाई थाहा छैन है 0.62 0.62 okay water is flowing steadily down in a constant cross section pipe according to Bernoulli's principle के हुन्छ Bernoulli's principle है यो फेरि यो रिलेसन यो फेरि यो तरिकाबाट नजाने प्रेसर इन्क्रिजेस विथ द हाइट प्रेसर इन्क्रिजेस विथ द के अरे प्रेसर इन्क्रिजेस विथ द डेप्थ हाइट त्योबाट नजाने यो हाइटको मिनिङ अर्कै रहेछ है यहाँ यो क्वेसनको लागि चाहिँ हाइटको मिनिङ के हो भने जस्तो पानी हाम्रो के तल आइरहेछ नि के भनेको छ नि डाउन भनेको छ नि त पाइपको क्रस सेक्सन के छ कन्स्ट्यान्ट क्रस सेक्सन दिनुको मिनिङ के हो 1 र 2 मा भेलोसिटी के हुन्छ कन्स्ट्यान्ट क्रस सेक्सन दिएको हो कन्स्ट्यान्ट क्रस सेक्सन दिनुको मतलब एरिया सेम छ भने भेलोसिटी के हुनु पर्यो v1 र v2 सेम हुनु पर्यो
सेम भनेपछि V1 र V2 चेन्ज हुन पाएन। V1 र V2 सेम हुने भयो। हामीसँग हेड कुन हुन्छ? 3टा हेड हो नि। एउटा प्रेसर हेड, अर्को भेलोसिटी के? भेलोसिटी हेड र अर्को डाटम हेड हो। डाटम हेड इनर्जी कन्जर्भेसन अनुसार के हुनु पर्यो? इनर्जी के हुनु पर्यो? कन्स्ट्यान्ट हुनु पर्यो। भनेपछि जस्तो 1 बाट 2 मा आउँदा के? पानी त 1 बाट 2 आइरहेछ नि। 1 बाट 2 मा आउँदा भेलोसिटी के हुन्छ? बढ्छ कि घट्छ? कि कन्स्ट्यान्ट 1 बाट 2 मा आउँदा? यो याद छ। कन्स्टेन्ट एरिया सेम छ भने 1 देखि 2 मा आउँदा एरिया सेम भएकोले गर्दा भेलोसिटी सेम भयो। नो डाउट। तर 1 बाट 2 मा आउँदा डाटम हेड के हुन्छ? फ्रम 1 टु 2 फ्रम 1 टु 2 आउँदा के हुन्छ? भेलोसिटी के? सेम। भेलोसिटी के भयो? सेम। जेड के भयो? बढ्यो कि घट्यो? 1 बाट 2 मा आउँदा घट्यो घट्यो डाटम भनेको यसरी लिनु नि त हैन? यो के हो? Z1 एटम त यो के हो? यो के हो? Z2 जेडको भ्यालु बढ्यो कि घट्यो? घट्यो यसो हेर्दाखेरि घटेन र डाटम हेड घट्यो सर Z1 बाट घटेन डाटमबाट जेड के भयो? डिक्रिज। मतलब इनर्जी ब्यालेन्स गुरु मैले पी फेरि के हुनु पर्यो? डिस्टर्ब गरेँ ल हजुरलाई। यो तपाईँ यो बोले पछाडि म्युट गर्नु न। सञ्जय अनि हाम्रो अर्को एकजना के थियो होइन, तपाईँ यो ठ्याक्क बोले पछाडि म्युट गर्ने गर्नु के। तपाईँ यत्रो अरूजनालाई डिस्टर्ब हुँदैन, पुरा जति भयो नि लाग्दैन। सञ्जय कुमार यादव अझै पनि म्युट गर्नु भएको छैन। हुन्छ गुरु सुरु गरौँ। हजुरलाई बेला बेलामा डिस्टर्ब गर्नु परिरहेछ। ल सुरु गरौँ गुरु। भेलोसिटी सेम जेड के भयो? डिक्रिज भयो। अब 1 बाट 2 मा आउँदा जेड घट्यो भने अर्को त बढ्नु पर्यो नि त कन्स्ट्यान्ट हुनलाई हो। भेलोसिटी चेन्ज हुन पायो? पाएन। जेड घट्यो भनेपछि पी के हुनु पर्यो? विच इम्प्लाइज पी के हुनु पर्यो? इनर्जी ब्यालेन्स हुनलाई एउटा घटेपछि अर्को के हुनु पर्यो? बढ्नु पर्यो कि परेन? हो भनेपछि 1 बाट 2 मा आउँदा प्रेसर के हुन्छ? प्रेसर के हुन्छ? 1 बाट 2 मा आउँदा प्रेसर बढ्छ। भनेपछि जति एच बढाउँदै जानुभयो यो एच, जति एच बढाउँदै जानुभयो त्यति के हुन्छ? जेड। अझ तल जानुभयो भने जेड के हुन्छ? अब 2 बाट 3 मा आउनुभयो भने के हुन्छ? 2 बाट 3 मा आउनुभयो भने झन् के हुन्छ? झन् जेड घट्छ। झन् जेड घट्यो भने झन् पी के हुन्छ? बढ्छ। भनेपछि जति एच बढ्दै गयो, एचको भ्यालु जति बढ्दै गयो त्यतिकै जेड घट्दै गयो र जतिकै जेड घट्दै गयो त्यतिकै पी बढ्दै जान्छ। भनेपछि पी इन्क्रिजेस विथ के हुनुभयो? राइट। कुरा क्लियर भएको भने कुरा क्लियर भएको भने पी इन्क्रिजेस विथ हाइट। किन यो कहाँ झुकिन्छन् भने अप्सन हेर्ने बेला कहाँ टिक लाउँछन् भने हामी माथि गएपछि हाइट बढ्दै गएपछि प्रेसर घट्दै जान्छ अनि यो अप्सन टिक लगाइदिन्छ। क्वेसन त्यो सोधेको होइन। यो हाइटको मिनिङ के हो भने यो एचको भ्यालु, यो डिस्टेन्स सोधेको। हाम्रो युजुअल सिनारीको हाइट होइन, माथि गएपछि प्रेसर घट्दै जान्छ त्यो सोधेको होइन क्वेसन। यो हाइट अनुसार सोधेको क्वेसन। क्लियर भयो? क्लियर भयो भनेपछि हाम्रो अप्सन कुन ठिक भयो? यहाँ प्रेसर इन्क्रिजेस विथ द हाइट। लजिक के हो? लजिक के हो? 1 बाट 2, 2 बाट 3 आउनुभयो भने जति तल जानुभयो भेलोसिटी चेन्ज हुँदैन, जेड के हुँदै जान्छ? घट्दै जान्छ। अब एउटा हेड घटेपछि अर्को बढ्नु पर्यो नि। अर्को बढ्ने कुन ठाउँ छ? पी भनेपछि पी बढ्दै जान्छ। भनेपछि जति एच बढ्दै जान्छ त्यतिकै पी बढ्दै जान्छ। पी इन्क्रिजेस विथ द हाइट। अर्को इन्कम्प्रेसिबिलिटी कन्डिसन इन नाभियर स्टोक्स इक्वेसन के हो? डेल डट यु इज इक्वल टु 0 यो कन्डिसन हो। Bernoulli's equation is derived from कहाँबाट डिराइभ गरेको? इन्टिग्रेटिङ युलर्स इक्वेसन। इन्टिग्रेटिङ युलर्स इक्वेसनबाट आएको है। युलर्स इक्वेसनलाई इन्टिग्रेट गरेर आएको। कुरा अप्सन ठिक छ। यो नेक्स्ट, एन ओरिफिस इज कल्ड लार्ज ओरिफिस इफ वाटर हेड इज लेसर देन के हुन्छ? कन्डिसन पनि यहाँ लेखिदिरहेको छु स्मल र लार्जको। अहिले स्मलको पनि क्वेसन आउँछ पछाडि। यो सेन्टर भयो, ओरिफिसको सेन्टर भयो, यसलाई एच भन्छ र यसको ओपनिङको हाइटलाई के भन्छ? डी भन्छ। एच ग्रेटर देन 5d छ भने यसलाई के भन्छ? स्मल ओरिफिस। स्मल ओरिफिस। एच लेस देन 5d छ भने के भन्छ? लार्ज ओरिफिस। ल भनेपछि इफ वाटर हेड भनेको मतलब एच लेस देन के? 5d। कुन अप्सन ठिक छ हेर्नुहोस् त।
19 हाइड्रोलिक ग्रेडियन्ट लाइन फर एन ओपन च्यानल फ्लो कहाँ हुन्छ ओपन च्यानल हाइड्रोलिक ग्रेडियन्ट लाइन भनेको के हो जहाँ प्रेसर एटमोस्फेरिक हुन्छ अर फ्री सर्फेस ओपन च्यानल फ्लोमा एटमोस्फेरिक प्रेसर अर फ्री सर्फेस कहाँ हुन्छ टप सर्फेस अर वाटर लेभलमा हुन्छ सेम एज के सेम एज वाटर लेभल नेक्स्ट द डिफरेन्स बिट्विन टोटल इनर्जी ग्रेडियन्ट लाइन एन्ड टोटल इनर्जी लाइनलाई के भन्छ यो भनेको कुन फ्लोको लागि टोटल इनर्जी भनेको यो दुइटै के हो टोटल इनर्जी भन्ने बित्तिकै के आउँछ टोटल हेड आउँछ टोटल हेड आउँछ टोटल हेड आउँछ यो पनि टोटल हेड हो यो पनि टोटल हेड हो तर फरक के हो यसमा टोटल हेड ग्राडियन्ट लाइन भएकोले गर्दा के हुन्छ यो रियल फ्लोको लागि हो यो कुन फ्लोको लागि हो आइडियल फ्लोको लागि हो रियल र आइडियलमा फरक के हुन्छ दुइटैको डिफरेन्स के हो रियल आइडियलको डिफरेन्स के हो त्यो डिफरेन्स डिफरेन्स इज के लस अफ हेड लस अफ हेड नेक्स्ट लसेस कहाँ बढी हुन्छ नो डाउट कहाँ हुन्छ टर्बुलेन्ट फ्लोमा बढी हुन्छ टोटल इनर्जी लाइनमा तिनटै हेड आउनु पर्यो रिप्रेजेन्ट द सम अफ कुन तिनटै हेड आउनु पर्यो टोटल हेड प्रेसर काइनेटिक एज वेल एज डायटम हेड नेक्स्ट द इन्सिपिएन्ट मोसन इज द कन्डिसन अफ फ्लो इन विथ द पार्टिकल्स के हुन्छ इन्सिपिएन्टमा के हुन्छ द पार्टिकल के हुन्छ पार्टिकल will just start to move 24 number water flows through a circular tube with velocity 2 meter per second हो v दिएको छ द डायमिटर अफ द पाइप कति 14 सेन्टिमिटर दिएको छ काइनेमेटिक भिस्कोसिटी कति 10 को पावर -6 दिएको छ र डेन्सिटी कति दिएको छ 1000 रेनॉल्ड्स नम्बर यो छुटिरहेको होला तपाईँ क्वेसन है क्याल्कुलेट द रेनॉल्ड्स नम्बर छुटिरहेको छ थपिदिनु है आफ्नो कसरी निकाल्नु छ रेनॉल्ड्स नम्बर फर्मुला यो रो भी डी बाई म्यू और के हो भी डी बाई के हो नि हो अनि ये युज गरेँ भी कति दिएको छ भेलोसिटी 2 इन्टु के डायमिटर कति दिएको छ 14 सेन्टिमिटर 14 सेन्टिमिटर भनेको कति लेख्न मिल्छ कति लेख्न मिल्छ 0.14 मिटर 0.14 बाई न्यू कति दिएको छ 10 को पावर -6 यो के हो न्यू काइनेमेटिक 10 to the power -6 कति आयो भन्नुहोस् 0.14 है यो सरी कति आयो अप्सन बी हो बी सर बी हो यस नेक्स्ट सीसी सीडी को रिलेसन के हुन्छ सर त्यहाँ डेन्सिटी किन युज गर्नु भएन पहिलो बेला यो पहिलो बेला त्यो डेन्सिटी फर्मुला अब डेन्सिटी युज गर्न यहाँ म्यू चाहियो नि त म्यू दिएको छ एक्चुअली म्यू दिएको छ काइनेमेटिक भिस्कोसिटी न्यू दिएको छ न्यू दिएछ सर हो त्यही भएर बुझ्नुभयो यो पनि युज गर्न मिल्छ यो पनि युज गर्न मिल्छ अब म्यू निकाल्नु पर्यो त्यसको लागि कसरी निकाल्नुहुन्छ न्यू इज इक्वल टु म्यू बाई रो गरेर बुझ्नुभयो यो जुन छ नि यो रोलाई यहाँ तल लिएर आउनुभयो भने के हुन्छ म्यू बाई रो भनेकै न्यू अनि यो फर्मुला आउँछ नि त बुझ्नुभयो यस सर यसमा के हुन्छ रिलेसन सिडी इज इक्वल टु के हुन्छ हो ठ्याक ठ्याक सोधिदिनु है त्यही बेला सोधिदिनु क्वेसनहरू छुटेको कुराहरू अथवा के भन्न छुटिरहेको छ नि त्यही बेला सोध्नु सजिलो हुन्छ है भनेको कुरा चाहिँ रिपिट गर्न नलाउनु टाइम लाग्छ है सिडी इज इक्वल टु सिसी इन्टु सिबी 26 नम्बर के हुन्छ हाइड्रोलिक ग्रेडियन्ट लाइन इज इक्वल टु के हो हामी के भनेको थियौँ ओपन च्यानल फ्लोमा के हुन्छ हाम्रो ओपन च्यानल फ्लोमा के हुन्छ हाम्रो यो पानीको सर्फेसलाई नै के भन्छ एजिएल होइन अब यसको स्लोप निकाल्नलाई के गरिदिन्छ हामीले यो 0.1 र यो 0.2 भनेकै के हो के रिप्रेजेन्ट गर्छ यसले 0.1 देखि 0.2 के भन्ने डिफरेन्स इन वाटर लेभल भन्न मिलेको मिलेन भन्न मिल्यो नि त डिफरेन्स इन वाटर लेभल हो भनेपछि अब भनिहाल्नुहोस् कुन अप्सन ठिक छ अब स्लोप निकाल्ने बेला भाइ यो त लेन्थ भयो नि कुन अप्सन ठिक हो स्लोप निकाल्ने बेला डिफरेन्स इन वाटर सर्फेस त्यही तपाईँको ऊ भएको के हुन्छ इनर्जी ग्रेडियन्ट लाइन भएको के हुन्छ इजियर
दियो त्यो बेला के हुन्छ हेड लस बाई के लेन्थ हेड लस बाई लेन्थ एजिएल के भयो एजिएल के हो डिफरेन्स इन वाटर सर्फेसमा डिफरेन्स इन वाटर लेभल बाई लेन्थ नेक्स्ट एट भेना कन्ट्राक्टर जेटको भेलोसिटी के हुन्छ मिनिमम सो भेलोसिटी के हुन्छ यसलाई ए सरी एरिया मिनिमम हुन्छ भने भेलोसिटी के हुन्छ एरिया मिनिमम हुन्छ भने एरिया मिनिमम छ भने भेलोसिटी के हुनु पर्यो म्याक्सिमम भेन्चुरीमिटरको काम के हो इट इज युज टु मेजर के चार्ज होइन भेन्चुरीमिटरको काम के हो भेलोसिटी र डिस्चार्जको फर्मुला निकालेको होइन पिटमा ट्युब भएको भए भेलोसिटी हुन्थ्यो भेलोसिटी कुन बेला हुन्थ्यो कुन बेला अनि यो रेट अफ फ्लो अर के पनि भन्न मिल्यो डिस्चार्ज ठिक छ नेक्स्ट द ओरिफिस युज फर मेजरिङ द लोड डिस्चार्ज यसको एन्सर के हो 28 को यसको हो 28 को मैले हेरेँ जुनलाई गोलो लगाइरहेको छु त्यो मेरो एन्सर हो यो एन्सर भेलोसिटी भनेको उसको लागि पिटर ट्युबको लागि हो भनेर भन्नु पिटर ट्युब क्वेसनमा सोधेको पिटर ट्युब इज युज टु मेजर सोधेको एन्सर के हुन्छ भेलोसिटी नेक्स्ट द ओरिफिस युज फर मेजरिङ द लोड डिस्चार्ज लाइक पिटर ट्युब इज प्लेस्ड विथ इज नोज फेसिङ साइडवे छ भने के हुन्छ पिटर ट्युब अनि पोजिसन गरिदिरहेको छु मैले पोजिसन के पोजिसन एउटा अप स्ट्रिम छ अर्को के डाउन स्ट्रिम अर्को के साइडवे लेफ्ट राइटतिर फर्काएर राखेको अप स्ट्रिममा के हुन्छ राइज डाउन स्ट्रिममा के हुन्छ बल साइडवेमा के हुन्छ कुन अप्सन ठिक छ क्वेसन के सोधेको छ अहिले कतातिर फर्काएर राखेको छ अप स्ट्रिम भनेको मतलब पानी यसरी आएको छ भने यता फर्काएर राखेको छ अप स्ट्रिम डाउन स्ट्रिम भनेको मतलब पानी यसरी गइरहेको छ भने यता फर्काएर राखिरहेको छ साइडवे भनेको मतलब यो बोर्डसँग परपेन्डिकुलर राखिरहेको छ ल कुन अप्सन ठिक छ भन्नुहोस् त साइडवे भनेको छ भने राइट पल्ट नाइदर राइट नर्थ त्यहाँ नाइदर नोट दिनुपर्ने थियो होइन अर दिइसकेछ नाइदर नर बुझिहाल्नुहुन्छ नि नेक्स्ट भेन्चुरीमिटरमा डाइभर्जेन्ट कोण के हुन्छ ठुलो कि सानो के हुन्छ डाइभर्जेन्ट कोण ठुलो हुन्छ डाइभर्जेन्ट कोण के हुन्छ लङ गर्नुहुन्छ है ओरिएन्टेसन अफ द भेन्चुरीमिटर के चेन्ज गर्छ उसले डाइभर्जेन्ट कोण के हो यस्तो हुन्छ नि भेन्चुरीमिटरमा कन्भर्जिङ रोट डाइभर्जिङ यस्तो हुन्छ तीनटा पार्ट हुन्छ भेन्चुरीमिटरमा यसलाई के भन्छ कन्भर्जिङ कन्भर्ज भइरहेको छ नि त हेर्नुहोस् त यसलाई के भन्छ थ्रोट यसलाई के भन्छ डाइभर्जिङ यो टोटल पार्टलाई के भन्छ भेन्चुरीमिटर ल यसको हेर्नुहोस् त लेन्थ के छ डाइभर्जिङको लेन्थ के छ ठुलो हुन्छ ओरिएन्टेसन अफ द भेन्चुरीमिटर केही फरक पार्छ इन्क्लाइन गर्नुहोस् हरिजेन्टल राख्नुहोस् इन्क्लाइन अपवर्ड राख्नुहोस् इन्क्लाइन डाउनवर्ड राख्नुहोस् केही चेन्ज हुँदैन नो चेन्ज Peter tube is placed with nose facing downstream भनेको अब के हुन्छ राइज कि फल डाउनस्ट्रिम छ किनकि यहाँ हेर्नुहोस् त डाउनस्ट्रिममा के हुन्छ फल डाउनस्ट्रिममा के हुन्छ हाम्रो यहाँ फल आउँछ फल नेक्स्ट
The line joining the point to which the liquid rise in vertical piezometer tube fitted at different cross section of the conduit. के भन्छ त्यसलाई? के भन्छ त्यसलाई? हामीले मैले पढाउने बेला यो थ्योरीमा पढाएको थिएँ नि यसरी यता यता ठ्याक्क पिजोमिटर राख्ने ड्यु टु प्रेसर पानी यहाँ राइज हुन्छ ड्रइङ गर्ने बेला यो पढाएको नि त यो जुन ड्रइङ गर्ने लाइनलाई के भन्थ्यो हाइड्रोलिक ग्रेडियन्ट लाइन पढाएको नि हाइड्रोलिक ग्रेडियन्ट लाइन हो यो हाइड्रोलिक ग्रेडियन्ट लाइन भनेको कुन हेडबाट बनेको हुन्छ पिजोमेट्रिक हेडबाट बनेको हुन्छ कुन हेडबाट पिजोमेट्रिक हेडबाट कसरी यसरी गराएर नि त यो डाटा पनि थियो एउटा मैले यहाँ स्याम्पल देखाइदिनु मात्र खोजेको यो के हो यो हाइटलाई Z1 यसलाई प्रेसर रेट कति बनाएको थियो P1/ρg बनाएको थियो होइन P1/ρg बनाएको थियो हो अब यो पिजोमेट्रिक हेडबाट बनेको छ भने यसलाई अर्को नाम के पनि भन्न सकिन्छ पिजोमेट्रिक लाइन पनि भन्न मिल्छ नि हुन्छ अरू यसलाई पिजोमेट्रिक लाइन पनि भन्छ पिजोमेट्रिक लाइन पनि भन्छ अर प्रेसर ग्रेड लाइन पनि भन्छ भनेपछि कुन अप्सन ठिक छ कुन अप्सन ठिक छ All of them. all of the तिनवटा ठिक छ एउटा भर्टिकली स्टेसनरी प्लेट द जेट आफ्टर स्ट्राइकिङ के हुन्छ प्लेट यस्तो छ होइन अनि यता नोजलबाट के आयो पानी आयो पानीले यसरी स्ट्राइक गरेपछि के हुन्छ भन्नुहोस् त प्लेटलाई स्ट्राइक गरेपछि पानी यसरी मुभ गर्यो स्ट्राइक गरेपछि यसरी जान्छ एजम्सन हो यसरी जान्छ भनेपछि त्यसरी मुभ गर्यो प्लेटको एलोङ मुभ गरेको प्लेटसँग परपेन्डिकुलर मुभ गर्यो कसरी मुभ गर्यो एलोङ द प्लेट एलोङ मुभ गर्यो एलोङ प्लेट नेक्स्ट द फोर्स एक्जर्टेड बाई जेट अफ वाटर अन स्टेसनरी भर्टिकल प्लेट इन द डिरेक्सन अफ द जेट के हुन्छ यसमा फोर्सको के हुन्छ निकाल्नु पर्यो नि डेरिभेसन रो ए के पढ्नु भएको थियो होला बेस गरेर फोर्स पढेको फोर्स स्टेसनरी प्लेटको लागि फेरि मुभिङ प्लेट भयो भने अर्कै हुन्छ स्टेसनरी प्लेटको लागि यदि मुभिङ प्लेट भयो भने के हुन्छ त्यो बेला यो फर्मुला के हुन्छ भन्नुहोस् त रो ए भी माइनस यू होल स्क्वायर रो ए भी माइनस यू स्क्वायर कुन बेला मुभिङ को बेला प्लेट हो मुभिङ प्लेट र प्लेटको भेलोसिटी के हो यू भनेको के हो प्लेट भेलोसिटी भी भनेको के हो जेट भ्यालु जेट भेलोसिटी जेट भेलोसिटी कुरा आउनेवाला छ त्यही भएर यहाँ लेखिरहेको छु मैले यो भेलोसिटी भी गरिदिएँ भी भेलोसिटीले गइरहेको छ र यहाँ आन्सर के हुनु रो ए के बी स्क्वायर water is moving at a speed of कति water is flowing at 1 meter per second through a pipe of diameter 10 cm के हुन्छ सर के हो कुन नम्बर भन्नु हस् है रो ए भी स्क्वायर हो अहिले यहाँ हेर्नुहोस् त यहाँ कस्तो प्लेट बनाएछ अहिले स्टेसनरी भनेर त्यही भएर स्टेसनरीवाला फर्मुला युज गरेँ मेरो कन्फ्युज रो ए भी स्क्वायर त्यही मुभिङ भएको भए आन्सर के हुन्थ्यो रो ए भी माइनस युको स्क्वायर हुन्थ्यो है मुभिङ भएको भए नेक्स्ट वाटर इज फ्लोइङ एट 1 meter per second through a pipe of 10 cm diameter with a right angle bend the force in Newton exerted on the bend by water is कति पहिला यो आन्सर 38 को मलाई भनिहाल्नुहोस् त नि त्यसपछि 37 मा होला अघिकै डिस्कसनबाट आइहाल्यो नि कति हुन्छ ए सर रो ए भी माइनस यू स्क्वायर आइहाल्यो होइन आयो अब आरामले यो क्वेसन 37 गरौँ त सुरुमा के थियो भने पानी यसरी फ्लो भइरहेको थियो टाइम लाग्छ डेरिभेसन 90 डिग्रीबाट बेन्ड गराएको नि त कति भेलोसिटी छ 1 v1 कति छ 1 meter per second यताबाट निस्किने बेला पनि कति भेलोसिटी हुन्छ पाइपको डायमिटर त सेम छ नि त 10 cm निस्किने बेला भेलोसिटी कति हुन्छ वानै हुन्छ किनभने पाइपको डायमिटर सेम छ भने त यो सेम हुनु पर्यो नि त हो अब यसलाई दुई पार्टमा डिभाइड गर्नु यसलाई v1x र v1y को फर्ममा गर्नुहोस् v1x कति हुन्छ अर्को कलरलाई डिस्क्रिटाइज गर्दै यसलाई
कति हुन्छ v1x 1 हुन्छ किन x डिरेक्सनमै छ v1y कति हुन्छ y डिरेक्सनमा यसको कम्पोनेन्ट कति हुन्छ भन्नुस् 0 होला नि 0 x डिरेक्सनमा फ्लो भइरहेछ नि यता v2 को लागि भन्नुस् v2x कति हुन्छ 0 0 अनि v2y कति 1 मिटर पर सेकेन्ड हैन तल गइरहेछ मैले माइनस गर्दै कति गर्दै तल गइरहेछ नि त माइनस गर्दै तर यो प्लस माइनसले अलिक खासै फरक पर्दैन तैपनि अब जस्ट इन जेनरल भन्न खोजेँ हामीले के पढेको छौँ न्युटन्स लबाट fx इजिकल के पढेको छौँ रो क्यू v2x माइनस v1x ल भन्नुहोस् रो क्यू v2x कति छ भन्नुहोस् 0 माइनस v1x कति छ 1 कति आयो माइनस रो सिमिलरली fy को फर्मुला के हुन्छ रो क्यू v2y माइनस के v1y ल भन्नुहोस् रो क्यू v2y कति छ v2y माइनस 1 माइनस v1y कति छ y कम्पोनेन्ट अफ भेलोसिटी 0 कति आयो माइनस 3 फोर्सको फर्मुला के हुन्छ भन्नुहोस् न f इक्वल टु के हुन्छ अन्डर रुट के लेख्न मिल्छ लेख्न मिल्छ यस सर ल fx कति आयो माइनस रो क्यू को के स्क्वायर प्लस माइनस रो क्यू को के होल स्क्वायर के लेख्न मिल्छ ल रो क्यू रुट 2 लेख्न मिल्छ 2 रो लेख्न मिल्छ नि रुट 2 यस सर भनेपछि रो कति हो 1000 यहाँ क्यू निकालिहाल्नुहोस् कति ठाउँ छ भने क्यू भनेको कथा निकाल्नु छ एरिया इन्टु भेलोसिटी हो एरिया कति छ 10 cm डायमिटर भएकोले गर्दा पाई बाई 4 इन्टु डायमिटर 10 cm छ डी 10 cm भयो भने कति 0.1 मिटर कति 0.1 को स्क्वायर इन्टु भी कति दिएको छ भेलोसिटी 1 यहाँ राख्नुहोस् कति आउँछ रो कति 1000 क्यू कति पाई बाई 4 इन्टु 0.1 को स्क्वायर इन्टु रुट 2 कति आन्सर आउँछ कुनसँग मिल्छ होला भन्नुहोस् त पाई बाई रुट 2 सँग मिल्छ हेर्नुहोस् के मिल्दैन पाई बाई रुट 2 सँग हेर्नुहोस् त मिल्छ मिल्छ यसमा बुझ्नुभयो भने क्वेसन बुझ्नुभयो क्वेसन बुझेको क्वेसन सर फेरि बुझाएको 90 डिग्रीले बेन्ड भएको छ यहाँ हेर्नुहोस् न वाटर 1 मिटर पर सेकेन्ड भेलोसिटीले फ्लो भएको कतिले बेन्ड भएको छ 90 डिग्री त्यही भएर यहाँ 90 डिग्रीले बेन्ड गराएको छ हेर्नुहोस् अनि यही पानी यसरी फ्लो गरेर यसरी आउँछ कि आउँदैन अनि यता 1 मिटर पर सेकेन्डको कम्पोनेन्ट के आउँछ x कम्पोनेन्ट 1 हुन्छ यसको y कम्पोनेन्ट के हुन्छ 0.1 मा यसको कम्पोनेन्ट आउँछ निकाल्नुभयो भने y कम्पोनेन्ट कि 0 हुन्छ रिजल्भ गर्नुभयो भने 0 त्यही भएर 0 राख्ने यता हेर्नु त y डिरेक्सनमा फ्लो भइरहेछ भने यताको y कम्पोनेन्ट मात्रै हुन्छ तल गएकोले गर्दा माइनस 1 राख्ने यसको x कम्पोनेन्ट के आउँछ आउँदैन त्यही भएर 0 राख्दिनु अनि यो फर्मुला थाहा छँदैछ तपाईँलाई fx र fy को लागि fx रो क्यूब v2 माइनस v1 को फर्मुला x डिरेक्सन भएकोले गर्दा x राखेको y डिरेक्सन भएकोले गर्दा y र y राखेको अरू के पनि हैन fx र fy आएपछि रिजल्टेन्ट फोर्स निकाल्ने तरिका के हो अन्डर रुट fx स्क्वायर प्लस fy स्क्वायर हैन पढेको एक्सक्युज मी सर त्यति सर यो क्वेसनलाई सर f बराबर रो ए भी स्क्वायरले गर्दा हुँदैन सर f a रो b स्क्वायरले f a रो b स्क्वायर पाई बाई 4 रो a b स्क्वायर त्यस्तो हुँदैन यो 90 डिग्रीले बेन्ड भएको छ यो बेन्डको क्वेसन हो खास यो प्लेटको क्वेसन होइन रो ए भी स्क्वायर अघि कुनको क्वेसन थियो हाम्रो प्लेटको लागि क्वेसन थियो नि प्लेटमा स्ट्राइक गरेको क्वेसन थियो नि त अहिले क्वेसन भनेको त प्लेट होइन नि अहिले त के दिएको छ हामीलाई अहिले के दिएको छ बेन्ड दिएको छ नि प्लेटको फर्मुला बेन्डमा लाउनु मिल्दैन नि बुझ्नुभयो
ओके सर, बुझेँ सर। ल लास्ट लाइन के लेखेको छ सर त्यसमा तल? सर यो तल भने 37 आन्सर नम्बरको कति क्वेसनमा सर बुकमा दिएको छ 5 10 पाई बाई 2 दिएको छ सर। हजुरले भन्नुहुन्छ 5 पाई बाई 5 5 रुट पाई 2 बाई रुट भन्नुभयो। यो क्याल्कुलेसन गरेर जति आन्सर आउँछ त्यति लेख्नु न है त। इज इक्वल टु लास्ट लाइन भनेको तपाईँले निकाल्नुहोस् कति कुनसँग मिल्छ 5 पाई बाई रुट 2 सँग मिल्छ होला जस्तो लाग्यो। 10 5 पाई बाई 2 लेखेको दिएछ 5 10 पाई बाई 2 दिएछ सर। तपाईँले आन्सर दिने कति जति हो सर आउँछ नि त्यो रुट जति आन्सर आउँछ बी आन्सर आउँछ त्यो बी लेख्नु आन्सर गल्ती छ भन्न खोजेको बुझ्नुभयो। अहिले कसले सोधिराख्यो यहाँ लास्ट लाइन के सोधिराख्नु त्यो लास्ट लाइन 10 भियो थियो लेखेको लास्ट लाइन यो 1000 10 बी होइन 1000 रो भनेको कति हुन्छ 1000 हुँदैन डेन्सिटी 1000 अनि डिस्चार्जको फर्मुला एरिया इन्टु भेलोसिटी यहाँ हेर्नुहोस् 5/4 डी स्क्वायर 5/4 डी स्क्वायर इन्टु 1 यो डिस्चार्ज भयो यो रो भयो इन्टु रुट 2 अब बुझ्नुभयो। हजुर सर। Next, find the jet velocity of water if 1 kilonewton force strikes perpendicular to the stationary wall. अब आयो stationary wall अघि सोधेको stationary wall भन्ने बित्तिकै फोर्स कुन फर्मुला युज गर्न मिल्यो रो ए भी स्क्वायर कति दिएको छ फोर्स 1 किलोन्युटन भनेको कति भयो 1000 न्युटन 1000 न्युटन इज इक्वल टु डेन्सिटी कति 1000 एरिया कति दिएको छ 0.02 इन्टु भेलोसिटी कति दिएको छ निकाल्नु छ ल भन्नुहोस् कति आन्सर आयो। आन्सर 10 मिटर पर सेकेन्ड ल आन्सर तपाईँको जे भाइ मलाई थाहा छैन 40 नम्बर मोमेन्टम प्रिन्सिपल इज नट एप्लिकेबल टु कुन बेला एप्लिकेबल हुँदैन जहाँ जहाँ फोर्स निकाल्नु छ त्यहाँ मोमेन्टम प्रिन्सिपल लाग्छ। भेन्चुरी मिटरमा के युज गरेको हामीले बर्नालिस प्रिन्सिपल युज गरेको भनेपछि यहाँ अड केस कुन रहेछ भेन्चुरी मिटर द इक्वेसन अफ द कन्टिन्युटी इक्वेसन फर अ फ्लुइड द्याट इज कम्प्रेसिबल भनेको छ भने के हुन्छ कम्प्रेसिबल भनेको छ भने एक्चुअल कन्टिन्युटी इक्वेसन यो रो 1 a1 b1 इज इक्वल टु रो 2 a2 b2 यो कुन केसको लागि हो यो कम्प्रेसिबल एन्ड स्टेडी एन्ड कम्प्रेसिबल हो फेरि स्टेडी एन्ड के कम्प्रेसिबल यो केसको लागि हो फर इनकम्प्रेसिबल के भइदिन्छ डेन्सिटी के हुनु पर्यो कन्स्ट्यान्ट डेन्सिटी कन्स्ट्यान्ट भनेको मतलब रो 1 र रो 2 के हुन्छ बराबर भनेपछि आन्सर के आउँछ a1 b1 इज इक्वल टु के a2 b2 भनेपछि यो कुन केस हो स्टेडी एन्ड के इनकम्प्रेसिबल अब क्वेसनले के सोधेको छ अहिले भन्नुहोस् क्वेसनले के सोधेको छ अहिले कम्प्रेसिबल फ्लो भने आयो कम्प्रेसिबल भनेको छ अब कम्प्रेसिबल छ भने के गर्ने रो राख्ने कि नराख्ने राख्ने नेक्स्ट 42 if the area changes from a1 to a2 and velocity changes from v1 to v2 then a1 v1 is equal to a2 v2 is equal to के हो conservation of energy की quantity equation हो continuity equation is valid for which of the following कुन इक्वेसन हो भ्यालिड हुन्छ यसको भ्यालिडिटी यस्तो हो del u by del x plus del v by del y is equal to 0 यो satisfy भयो भने continuity equation भ्यालिड हुन्छ यो satisfy हुनु पर्यो मैले डाइरेक्टली डी को लागि चेक गरेँ चेक फर डी गरेँ डी गरौँ त डी को लागि गरौँ भने del u by del x कति हुन्छ पार्शियल डेरिभेटिभ छ भनेपछि x बाहेक सबैलाई कन्स्ट्यान्ट मान्ने कति आउँछ 2 आउँछ del v by del y कति आउँछ -2 दुईटै जोड्नुस् त कति आउँछ कति आउँछ 2 - 2 कति आयो 0 सेटिस्फाई भयो 0 भनेपछि आन्सर के हुन्छ अरू कुनै अप्सनको एउटा हेराइदिनु न यो अर्को मैले यहाँ गरिहालेँ ल चेक फर ए गरेँ
1 पर a गर्दैन 1 पर a गर्दा के आउँछ del u by del x with respect to x भनेको छ भने के आउँछ 2 2 + 3y 2 + 3y गुड del v by del y के आउँछ 4 4 आउँछ 4 अब जुटे जोड्नुस् त del u by del x plus del v by del y गर्नु छ 0 आउँछ 0 आउँछ कि आउँदैन आउँदैन सर आउँदैन अब बुझ्नुभयो यस सर सिमिलरली 44 नम्बरको के आउँछ होला यतिकै हेरेपछि धेरै थाहा भइहाल्छ अप्सन डी मिल्छ। आइरहेछ जस्तो छ सर यतिकै हेर्दा यहाँबाट के आउँछ यसो हेर्नुहोस् यसको del u by del x गर्दा के आउँछ कति आउँछ 3 यसको del v by del y गर्दा कति आउँछ -3 हो दुईटै जोड्यो भने 0 आउँछ आउँछ कि आउँदैन नेक्स्ट द कन्टिन्युटी इक्वेसन त्यो त माथि र तलको क्वेसन फरक फरक हो सर क्वेसन एउटै हो क्वेसन दुईटा सर पार्ट यसको त दुईटा बी गर्दा पनि आउने रहेछ त होइन 44 को 44 को एकचोटि चेक गरौँ त मलाई ठ्याक्क +4 - अब कुनै होला अब एकचोटि हेर्नु होला नि कहीँ अप्सनमा के भएको होला एकचोटि बी नम्बरको भन्नुभएको क्वेसन एउटै छ बी सर नम्बर तर दुईटा एन्सर किन आइरहेछ सर कुन क्वेसन चाहिँ यो 43 र 44 को क्वेसन एउटै छ एन्सर दुईटा आइरहेछ अप्सन फरक छ नि भाइ अप्सन हेर अप्सन फरक छ कि सेम छ अप्सन त फरक छ सर अनि अनि त्यो डिफ्रेन्ट दुईटा यो जोडेर 0 बनाउन मिलिहाल्छ नि मिल्दैन नि जस्तो यही इक्वेसनमा मैले u = 3x र v = -3y गरे पनि आन्सर सेम आउँछ कि सेम आउँदैन यो पनि अप्सन सेटिस्फाई गर्छ नि कन्टिन्युटी इक्वेसन मल्टिपल अप्सन बी आउँछ हैन आन्सर 44 को बी आउँछ र यसो चेक गरिहालौँ त यसको 2 + 3y यता के छ b पनि आउँछ माइनस d पनि आउँछ -3y -2 बी र बी डी दुईटै पोसिबल छ यो पनि ठिक छ यो पनि ठिक छ अब त्यो अप्सन मैले चेक गरेँ त्यो लाइनमा लाइन सक्छु b मा त अप्सन ठिक छ -3 हुन्छ -3y गरे आउँदैन b मा अँ। आउँदैन अगाडिबाट आउँदैन 3y del v मिल्दैन होला यो d नै हो आउँदैन नि सर बी आउँदैन del u by del x गर्दा कति आउँछ यो b मा कति आउँछ भयो सर अगाडि बढिहालौँ न अब यो 3y कन्सेप्ट बुझिहाल्यो सर 2 करेक्ट + 3y भइसकेपछि अब अगाडि बढौँ सर ल यो भइहाल्यो गरिहाल्नुहुन्छ है के गर्नु होला आफ्नो नेक्स्ट द कन्टिन्युटी इक्वेसन a1 b1 = a2 b2 इज भ्यालिड फर के हुन्छ केसमा भर्खर लेखा थिएन a1 b1 इन्कम्प्रेसिबल स्टिडी एन्ड के स्टेडी एन्ड कम्प्रेसिबल स्टिडी इनकम्प्रेसिबल 45 नम्बर यो क्वेसनमा कन्टिन्युटी दिएको छ कन्टिन्युटी होइन मोमेन्टम है मोमेन्टम इक्वेसन कुन युज गरे त्यो करेक्सन गर्नु होला है यो क्वेसनमा पनि यो छुट्याएको थियो होला a1 b1 = a2 b2 राख्न छुट्टिरहेको थियो होला कन्टिन्युटी इक्वेसन मात्र भन्यो भने जहाँ पनि युज गर्न मिल्छ है स्टिडी इनकम्प्रेसिबल कम्प्रेसिबल अनस्टिडी जहाँ पनि युज गर्न मिल्छ कन्जर्भेसन अफ मास मात्रै हो तर स्पेसिफिकली a1 b1 = a2 b2 दियो भने त्यो कुन बेला बल युज गर्न मिल्छ स्टिडी एन्ड के इनकम्प्रेसिबल 46 नम्बर द कन्टिन्युटी इक्वेसन द कन्टिन्युटी होइन यो हटाउने हो तपाईँहरूले द मोमेन्टम इक्वेसन इज गिभन बाई कहाँबाट आएको मोमेन्टम इक्वेसन अघि जे जति लेखिरहेको थियो नि मोमेन्टम इक्वेसन यो सबै कहाँबाट आएको न्युटन सेकेन्ड लबाट होइन न्युटन सेकेन्ड नेक्स्ट द भेलोसिटी डिस्ट्रिब्युसन फर द फ्लो ओभर अ प्लेट इज गिभन बाई के u is equal to 2y minus y square in which u is the velocity at a distance y meter from the plate. Determine the shear stress at y is equal to 0.15. Take dynamic viscosity as 0.85. Mu कति दिएको छ 8.5 पोइज 8.5 पोइज छ भने SI युनिटमा लिएर जान के गर्नु पर्यो डिभाइड बाइ के यहाँ कति आयो शियर स्ट्रेसको फर्मुला के पढाएको थियौँ टाउ इज इक्वल टु के म्यू टाइम्स के dv by dy अब v दिएको छ यहाँ अब u को फर्ममा छ त्यही भएर u लेखेँ u by dy u कति दिएको छ
2y minus y square भनेपछि du by dy कति हुन्छ 2 minus के 2 minus के 2y कुन पोइन्टमा निकाल्नु छ कुन पोइन्टमा निकाल्नु छ एट y इज इक्वल टु कतिमा निकाल्नु भनेको छ 0.15 म्यु कति 0.85 इन्टु du by dy भनेको कति हो 2 minus 2y कुन पोइन्टमा निकाल्नु छ एट y इज इक्वल टु कति 0.15 अब y को ठाउँमा 0.15 राख्नु त कति आउँछ कति आन्सर आयो भन्नुहोस् 1.445 1.445 48 if the jar is placed 1 meter above the floor and tap with cross section area 0.1 meter square एउटा फ्लोर छ हो and cross section area and tap with cross section area at the bottom of the jar is open the water jet discharges कति 0.02 meter cube per second water and hits the floor at a distance कति त्यस्तै एकदमै यहाँ एउटा यहाँ जार छ डार्को यहाँ ओपनिङ छ बटममा हो यहाँबाट पानी यसरी गरेर स्ट्राइक गरे कति हाइट माथि राखिरा चाहिँ फ्लोरबाट इफ द जार इज प्लेस्ड कति 1 मिटर एबोभ द फ्लोर भनेपछि y कति दिएको छ 1 मिटर हो एरिया कति दिएको छ 0.1 मिटर स्क्वायर डिस्चार्ज कति 0.02 मिटर क्यूब पर सेकेन्ड एन्ड हिट्स द फ्लोर कति डिस्टेन्स पर हिट गरेको छ x इज इक्वल टु कति भनेको छ 1.8 मिटर यहाँ धेरै डाटाहरू दिएको छ इफ द हाइट अफ द जार इज 1 मिटर हाइट कति छ 1 मिटर छ र कम्प्लिटली फुल छ भने हेड दिइहाल्यो तपाईँलाई x इज इक्वल टु 1 मिटर दिइसक्यो वाट विल बी द कोएफिसिएन्ट अफ भेलोसिटी c को फर्मुला अघि नै लेखिरहेको थियो के xy अन्डर के 4yh x कति दियो 1.8 बाइ अन्डर रुट 4 y कति दियो 1 इन्टु h कति दियो 1 कति आन्सर आयो भन्नुहोस् 0.9 आयो सर 0.0. Next, the thickness of the sharp crested wire is kept less than K. सर पछि गर्नु सक्छु ओके सर कति हुन्छ sharp crested wire? के छ ह्यान्ड रेज भन्दा नि अडियो भन्नुहोस् ठ्याक्क सजिलो हुन्छ होला के थियो इजिली भनिहाल्नुहोस् न ल sharp crested wire के हुन्छ थिकनेस तिमीलाई मैले एउटा क्वेसन भ्याइहाल्छु के हो थिकनेस के हुन्छ है यसलाई एच हेड ओभर द क्रेस्ट हैन के हुन्छ शार्पमा के हुन्छ टी लेस देन के 0.5 इयर्स हैन ब्रोडमा के हुन्छ टी ग्रेटर देन के 0.5 इयर्स अहिले क्वेसन के सोधेको शार्प भनेपछि के लेस देन के 0.5 भनेको के हो हाफ हैन के भन्छ हाफ अप्सन कुन ठिक छ मिनिमम हेड लस विल बी अकरिङ कहाँ जसको सिडी बढी छ त्यहाँ हेड लस के हुन्छ मिनिमम हो भनेपछि कसको सिडी बढी हुन्छ यसको सिडी कति हो सिडीको रेन्ज यसको 0.6 देखि 0.65 यसमा सिडी कति 0.95 देखि 0.99 यसमा सिडी कति 0.7 देखि 0.8 जसको बढी छ हाई सिडी लो हेड लस अप्सन ठिक छ 10 सेन्टिमिटर Next, the head of the water representing in case of HGL line. त्यसलाई रेसिडुअल हेड भन्छ के भन्छ रेसिडुअल हेड भन्छ माउस पिसको काम के हो डिस्चार्ज नाप्ने नि हो यहाँ ठ्याक्क पढाएको छैन त्यहाँ हैन यो ठ्याक्क ओरिफिस जस्तो हुन्छ अलिकति माउथ एक्सटेन्ड गरेर हुन्छ फ्लो डिस्चार्ज नाप्ने नि हो नेक्स्ट सर त्यो बेल माउथ भने त्यही सेम हो बेल माउथ इज डिफरेन्ट थिङ बेल माउथ एउटा सेप दिएको ए
भेना कन्ट्राक्ट इन ओरिफिस लाइज एट अ डिस्टेन्स कति डिस्टेन्स पर हुन्छ भेना कन्ट्राक्ट यहाँबाट पानी यसरी आयो यसरी गयो यहाँबाट भेना कन्ट्राक्ट आउँछ भेना कन्ट्राक्ट कति पर भन्यो यस हो यो ओपनिङ के भन्छौँ डी भन्छौँ होइन हाइट कति पर भने हुन्छ मैले डीको के आधा भन्छौँ भनेपछि के हो कुन अप्सन ठिक छ कुन अप्सन ठिक छ सर फिगर एकचोटि एक्सप्लेन गरिदिनु यो हेड यो ओरिफिस हो ओरिफिसको ओपनिङ यहाँबाट जेट बाहिर निस्किएको छ यसलाई जेट भन्छ यो भेना कन्ट्राक्ट यस्तो सेक्सन हो जहाँ स्ट्रिम लाइन के हुन्छ स्ट्रेट एन्ड के हुन्छ अलिकति यहाँ स्ट्रेट एन्ड प्यारल ठ्याक्क देखाउन मिलेको छैन तर यहाँ ठ्याक्क स्ट्रेट एन्ड प्यारल हुन्छ यस्तो स्ट्रेट एन्ड प्यारल यस्तो बनाउनु यस्तो देखाउनु परेको यस्तो भएर स्ट्रेट एन्ड प्यारल देख्यो नि यो जुन ठाउँ छ जहाँ स्ट्रेट एन्ड प्यारल देख्यो नि यसैलाई भेना कन्ट्राक्ट भन्छ कति पर हुन्छ डी/2 पर हुन्छ यो देखाउनु पर्यो बस यो हेड हो हेड भनेको मतलब वाटर लेभल भनौँ सेन्टरबाट ओरिफिसको सेन्टरबाट पानीको लेभलको हाइटसम्मलाई के भन्छौँ हेड याद half the diameter of the orifice. Next, 54. The discharge over the bread-crusted ware is maximum when the height of water at the middle of the ware is equal to के हुन्छ ब्रोडकास्टेड वेयरमा यसरी पढाएको होला मैले नै पढाएको पढाएको थिएँ यो हेड ओभर द क्रेस्ट यच भयो यो वेयरको मिडल पोर्सनमा यच फर क्यू म्याक्स के आउँछ हाम्रो यच इजिकल रिलेसन के आएको 2/3 of k capital H so discharge maximum हुन्छ next where is said to be broad crested ware कुन बेला यहाँ लेखिरहेको छ नि शार्पमा लेस देन 0.5 h हो ब्रोडमा के हुन्छ greater than h/2 greater than h/2 greater than h/2 next the discharge through a v notch where varies के हुन्छ h को पार के हो सर इसको v notch भन्नु 54 को 54 को के भन्नु 2/3 हुन्छ यहाँ हेर्नु त रिलेसन ल्याइरहेको छु 2/3 of capital H when height of the ware at the middle of the small h भनेको is equal to height of the wire यसलाई capital H भनेको or head over the crest पनि भन्छ यसलाई 56 v notch मा भयो h को पार कति हुन्छ 3/2 ट्रायंगुलर h को पार के 3/2 5/2 यसको पार 5/2 रेक्टेंगुलर भयो भने 3/2 के भन्नु के भन्यो तर एकचोटि पछाडिको स्लाइड स्लाइड पछाडि गरिदिनु v notch भयो भने h को पावर 5/2 हुन्छ रेक्टेंगुलर भयो भने के हुन्छ h को पावर के हुन्छ इक्वल टु नभए प्रोपोर्शनल भनौँ h को पावर के आउँछ 3/2 ओगी वेयरमा के हुन्छ h को पावर 3/2 नै आउँछ फर्मुला हैन v भनेको ट्रायंगुलर कस्तो टाइपको भिनस भनेको ट्रायंगुलर हो भन्नुभयो ओगी भनेको बेसिकली यो जुन अब सपोज यो शार्प क्रेस्टेड यसरी राखिदिनु भयो भने नि पानी यसरी जान्छ है हो अब यसलाई के गर्दियौँ भने यता यो तपाईँको यहाँ भेन्टिलेसनको इस्युहरू आउन सक्छ है त्यही भएर यस्तो इस्युहरू नआओस् भनेर यो जुन लोअर न्यापे छ नि यसलाई लोअर न्यापे भन्छ तलको लागि लोअर न्यापेको पाथमा स्ट्रक्चर बनाएँ यसरी मैले बनाइदिएँ यसरी नै बनाइदिएँ ड्याम जस्तो सेप यस्तो सेपमा बनाइदियो भने यसलाई ओगी भन्छ यस्तो सेपमा बनाइदियो भने
भनेपछि लोवर न्यापेको पाथ फलो गरेर मैले ओरिफिस बनाइदिएँ भने सरी वेयर बनाइदिएँ भने त्यसलाई के भन्छ ओजी वेयर फर्मुला त्यही हुन्छ एचको पावर 3/2 हुन्छ के हुन्छ भने ओरिफिस इज सेड टु बी स्मल कुन बेला सर यो अघि Yes, त्यो sir. रेक्टेङ्गुलर बेलामा भयो सर यस ओगी भनेको यो रेक्ट्याङ्गुलर वेयर र रेक्ट्याङ्गुलर वेयरकै फर्मुला युज गर्नुहुन्छ q इक्वल टु 2/3 cdb अन्डर रुट 2g h को पावर 3/2 नै युज गर्नुहुन्छ फर्स्ट यो स्ट्रक्चरको एक्सटेन्सन मात्रै हो यहाँ भेन्टिलेसनको इस्यु नआओस् भनेर किन भेन्टिलेसनको इस्यु आयो भने डिस्चार्ज तान्ने भन्दा धेरै तानिदिन्छ पाइने भन्दा धेरै तानिदिन्छ यो डिप्रेस न्यापे क्लिनिङ न्यापे अलिक क्वेसन आउँछ डिप्रेस न्यापेमा 8 to 10% बढी डिस्चार्ज तान्छ पार्सियल भेन्टिलेसन भएकोले गर्दा क्लिन्जिङमा 25 देखि 30% बढी डिस्चार्ज तान्छ नो भेन्टिलेसनले गर्दा and orifice is said to be small if the head from the center of the orifice के हुन्छ small h greater than 5 d भनेपछि के हुन्छ is 5 times हैन ग्रेटर के स्मल h स्मल मा ग्रेटर बनाएको छ है कुन अप्सन ठीक नेक्स्ट द डिस्चार्ज थ्रू द स्मल ओरिफिस के हुन्छ cd a under के एरिया इन्टु भेलोसिटी हुन्छ अन्डर रुट 2gh यदि लार्ज ओरिफिस भएको भए यो फर्मुला हो यो ए हुँदैन यहाँ फेरि बी हुनु पर्छ बी हुनु पर्छ अनि बल्ल लार्ज ओरिफिसको फर्मुला आउँछ 2/3 cdb अन्डर रुट 2g h2 को पावर 3/2 माइनस h1 को पावर 3/2 यहाँ मैले लेखिदिएको छु फर लार्ज ओरिफिस तर रेक्ट्याङ्गलको मात्रै सोचा हुन्छ is equal to क्या हुन्छ 2/3 cdb अन्डर रुट 2g h2 को पावर 3/2 माइनस h1 को पावर 3/2 यो के हुन्छ सर इफ h is the height of the crest above the base of the channel and h is the head of the water over the weir whose length is L and discharge is Q velocity of approach को फर्मुला के हुन्छ यस्तो के छ यो च्यानलको बेस भयो यहाँ तपाईले वेयर बनाउनु भएको छ यस्तो भयो अनि यसरी गयो लाइक यस भनेको यो भनेको च्यानलको बेसबाट यो क्रेससम्मको हाइटलाई के भने हो यस भनेको भनेपछि यो च्यानलको एरियामा कुन आउनु यतातिर कति लेन्थ गएको थियो च्यानलको यो लेन्थ कति गएको छ यहाँ गएको छ र च्यानलको एरिया कति हो एरिया अफ च्यानल भर्खरै मैले लेखेको थिएँ भेलोसिटी अफ एप्रोचको फर्मुला के भन्यो डिस्चार्ज बाइ एरिया अफ च्यानल हो नि सुरुमा एरिया अफ च्यानल कति हुन्छ भन्नुहोस् त यो वेयरको एरिया होइन च्यानलको एरिया चाहियो च्यानल एरिया कति भयो हाइट h प्लस s इन्टु विड्थ कति भयो l कुन अप्सन ठिक छ अप्सन नम्बर को छ an incompressible flow mass number के हुन्छ should be less than के 0.3 the notch angle for a maximum discharge rectangular मा कति हुनु पर्यो notch angle 90 डिग्री हुनु पर्यो नि हैन एकचोटि त्यो गर्नु है कसको त्यो आवाज डिस्टर्ब है म्युट गर्नु साथी है गरिहाल्नुहुन्छ ल 90 डिग्री है म्याक्सिमम डिस्चार्ज गर्ने ट्रायंगुलर नोज भनेको हाम्रो कति हुनु पर्यो म्याक्सिममको लागि 90 हुनु पर्यो नि यो 90 नेक्स्ट द साइड स्लोप शुड बी सो दैट द इंक्रीज इन डिस्चार्ज हजुर 50 हुँदैन होइन 60 होइन ट्रायंगुलर नोजमा 90 हुन्छ 60 डिग्री चाहिँ म्याक्सिमम इफिसियन्सी चाहिँ हो क्या होइन म्याक्सिमम डिस्चार्ज म्याक्सिमम होइन त्यो अर्कै केसमा हो तपाईले
इकोनोमिकल च्यानलतिर नजाने इकोनोमिकल च्यानल मैले आएको छैन ओपन च्यानल फ्लोको आपोजिटलको इकोनोमिकल च्यानल सेक्सनतिर नजाने त्यो त्यताको बाटो त्यसको फर्मुला यो थीटा पढ्नु पर्दैन हाफ एंगल थीटा अनि फर्मुला के थियो q इक्वल टु 8/15 cd tan थीटा अंडर 2g h को पावर के हो 5/2 अब यो डिस्चार्ज मैक्सिमम हुन tan थीटा कति हुनु पर्यो 1 tan थीटा 1 भयो भने थीटा कति 45 अनि थीटा 45 भएपछि टोटल एंगल कति हुन्छ नोच एंगल 90 हुन्छ नेक्स्ट द साइड स्लोप h is to v अघि कसैले ह्यान्ड रेज गरेर राख्नु के क्वेसन छ भने ह्यान्ड रेज भन्दा पनि अडियोबाट सोध्नु है should be so that the increase in discharge due to triangular portion is equal to loss due to in contraction यो भनेको के को डेफिनेसन हो के को डेफिनेसन सिपोलोटिभ वेयर हो सिपोलोटिभ वेयरको डेफिनेसन सिपोलोटिभ वेयरमा के हुन्छ सिपोलोटिभ वेयरमा साइड स्लोप कति राख्छौं 4:1 कि 1:4 कि 4:1 हॉरिजॉन्टल इज टू वर्टिकल भनेछ 1:4 1 हॉरिजॉन्टल इज टू 4 वर्टिकल हुन्छ किनभने tan थीटा इज इक्वल टु 1/4 यो इक्वेसन याद गर्नु सजिलो हुन्छ अनि एंगल थीटा भएपछि 1 4 भनेको 1 हॉरिजॉन्टल 4 के हुनु पर्यो वर्टिकल यहाँ s इज टु b भने चाहिँ तिम्रो 1 हॉरिजॉन्टल इज टु 4 वर्टिकल याद गर्नु चाहिँ इक्वलिटी वेयर डिस्चार्ज फर डिप्रेस न्यापे के हुन्छ यो पार्शियली भेन्टिलेसन हो म्याथम प्री न्यापेमा क्यू प्री न्यापेको डिस्चार्ज भनेको फुल भेन्टिलेसन फुल भेन्टिलेसन छ भने त्यसलाई डिस्चार्ज क्यू भयो डिप्रेस भनेको पार्शियल भेन्टिलेसन डिप्रेस भनेको पार्शियल भेन्टिलेसन छ भने यसमा डिस्चार्ज के गर्नुहुन्छ इन्क्रिज क्यू बाई के increase Q by 8 to 10% हुन्छ खास 8 to 10% हो अर्को भनेको के क्लिन्जिङ न्यापे क्लिन्जिङ न्यापेमा के हुन्छ नो भेन्टिलेसन यो बेला के गर्छौं इन्क्रिज Q by के 20 देखि 30% भन्नु हमारे क्वेश्चन अहिले के सोधेको छ डिप्रेस भनेपछि पार्शियल भेन्टिलेसन कुन अप्सनसँग नजिक आयो 8 to 10 भने कुन अप्सन छ 6 to 7%. pH is the height of the liquid above the seal and the effect of the in contraction on each side. In contraction ले गर्दा फ्रान्सिसले के भनेको थियो हरेक साइडमा कतिले गर्छ 0.1 ले हैन the effect of in contraction on each side 0.1 ले घटाएको हैन 0.1 यसले घटाएको the 1% error in measuring yash will produce कति रेक्टेंगुलर मा चार नाप्नु लेखाइदिए के होला रेक्टेंगुलर मा कति हुन्छ 1.5% कति 1.5% कुनमा ट्रायंगल में 1.2 2.5% केमा ट्रायंगल में ट्रायंगल क्वेशन अहिले के सोधेको छ रेक्टेंगल मतलब 1.5 भने कुनसँग बराबर हो क्लिनिङ नापे आयो भने के हुन्छ भर्खरै के लेख्या तिमी 20 देखि 30 बढाउँदा कति कुन अप्सन ठीक छ 20 अप्सन डी व्हाट इज नापे नापे चाहिँ के हो नम्बर यस्तो चाहिँ यसलाई के भन्छ यो यसलाई क्रेस्ट अर सील भन्छ यसलाई के भन्छ सीट अर न्यापे अर भेन भन्छ सीट अर न्यापे अर भेन जुन वाटर फ्लो भएर आउँछ नि त्यसलाई सीट अर न्यापे अर भेन भन्छ अनि जुन स्ट्रक्चरको माथिबाट फ्लो हुन्छ त्यसलाई सील अर क्रेस्ट भन्छ अब भन्नुस् के हुन्छ कुन अप्सन मिल्यो सीट अफ द लिक्विड फ्लोइङ ओभर के नोच अर त्यसले के न्यापे सीट अर भेन नि भन्छ
नेक्स्ट व्हाट इज द टर्म फर द शीट अफ वाटर फ्लोइङ ओभर अ सर पछाडिको स्लाइड एकचोटि यो गरिदिनु 65 66 एकचोटि अझै पछाडि बसेर What is the term for the sheet of water flowing over a where? के भन्छ भर्खरै भनेको ल्याप हैन ल्याप है crest of the where lower than the downstream water level के भन्छ त्यसलाई के भन्छ त्यसलाई समर भन्छ हैन समर भन्छ के भन्न खोजेको भने यो क्रेस्ट भयो क्रेस्ट पानी यसरी यदि पानीको वाटर लेभल यहाँ तल छ भने यसलाई के भन्छ डाउन क्रेस्ट माथि डाउनस्ट्रिम वाटर लेभल माथि छ भने तल छ भने के भन्छ यसलाई के भन्छ फ्री भन्छ फ्री वेयर तर यो डाउनस्ट्रिम वाटर लेभल यस्तो भएको हो कि हुन्छ यसरी डाउनस्ट्रिम वाटर लेभल यो बेला के भन्छ यसलाई सबमर्ज भनेपछि क्रेस्ट डुबेको छ भने सबमर्ज भन्छ क्रेस्ट डुबेको छैन भने के भन्छ त्यसलाई के भन्छ फ्री वेयर भन्छ अहिले के भन्छ क्रेस्ट अफ द वेयर इज लोवर देन द डाउनस्ट्रिम वाटर लेभल डाउनस्ट्रिम वाटर लेभल माथि छ क्रेस्ट तल छ कुन अप्सनमा जाने सबमर्ज नेक्स्ट अप्पर सर्फेस अफ द नोज ओभर विच वाटर फ्लो के भन्छ त्यसलाई के भन्छ यसलाई क्रेस्ट अर के भन्छ सिल भन्छ होला क्रेस्ट अर सिल कुन अप्सन ठिक छ अप्सन 72 the depth of the water changes along the channel cross section but does not change with time at every cross section with the time के भन्छ त्यसलाई the depth of water changes along the channel cross section मतलब डिस्टेन्स अनुसार चेन्ज भयो भनेपछि के भयो डिस्टेन्स अनुसार चेन्ज हुने बित्तिकै के भयो नन युनिफर्म युनिफर्म अब त्यसपछि टाइम अनुसार बट डज नट चेन्ज विथ टाइम एट एभ्री क्रस सेक्सन अब कुनै पनि क्रस सेक्सनमा विथ टाइम अनुसार चेन्ज भएको छ कि छैन डज नट चेन्ज विथ टाइम भनेको मतलब के भयो कुनै एउटा क्रस सेक्सनमा डज नट चेन्ज विथ टाइम स्टिडी कि के स्टिडी भनेपछि कुन अप्सन ठिक छ नन युनिफर्म स्टिडी फ्लो uniform supercritical flow occurs in supercritical flow B non-uniform steady flow दुईटै छ नि त क्वेशनमा मिक्स हेर्नुस् त depth of the flow छ नेक्स्ट युनिफर्म सुपरक्रिटिकल हजुर यो स्लाइड र अनि बोलेको किन यस्तो ल्याप आइरहेछ सर ल्याग आएको हो र 71 सर हैन सर हाम्रो मात्र ल्याग आछ सर छैन 71 को यस्तो बताइदिनु छैन ठिक छ सर 21 को सील और क्रेस्ट हो अब यहाँ सील अप्सनमा देख्छु त्यही भएर सील भयो अप्सन ल्याग आएको हो र ल युनिफर्म सुपरक्रिटिकल फ्लो अकर्स इन भनेर सुपरक्रिटिकल फ्लो भनेको के हुन्छ युनिफर्म फ्लो भन्नुको मतलब एनडीएल बाट जाने अब मैले यहाँ स्टिप स्लोप राखेँ स्टिप स्लोपमा के हुन्छ एनडीएल तल हुन्छ सीडीएल माथि हो अब सीडीएल भन्दा तल भनेको फ्लो कस्तो सुपरक्रिटिकल सीडीएल भन्दा माथिको फ्लो कस्तो सब क्रिटिकल अब भन्नुस् के हुन्छ युनिफर्म फ्लो भनेको मिनिङ कहाँबाट फ्लो हुने एनडीएल बाट फ्लो हुने अब एनडीएल बाट फ्लो भयो भने के हुन्छ एनडीएल बाट फ्लो भयो भने कुन जोनमा गयो यहाँ फ्लो हुन्छ युनिफर्म फ्लो कुनबाट फ्लो हुन्छ भन्नुस् त सीडीएल भन्दा तल कि माथि सीडीएल भन्दा तल भनेको के भयो सुपर कि सबमा और भयो भनेपछि सुपर भनेको कुन स्लोप आउँछ स्टिप स्लोप इज द करेक्ट आन्सर तर यही क्वेशन यदि युनिफर्म सब क्रिटिकल सोधेको के हुन्छ युनिफर्म सब क्रिटिकल सोधेको कुन हुन्छ माइल्ड हुन्थ्यो
युनिफर्म सब क्रिटिकल भएको भए के हुन्थ्यो आन्सर के हुन्थ्यो आन्सर माइलस्टोन हुन्थ्यो नेक्स्ट इन द प्यारामिटर E by D of the Moody diagram the E in that Moody diagram represent के E भनेको के absolute roughness height के भन्छ absolute roughness height or surface roughness height boundary layer thickness no boundary layer thickness is different thing tail ले represent गर्छौं त्यसलाई tail ले boundary layer thickness tail ले represent गर्छौं that is different thing boundary layer thickness is different thing जुन तपाईको बाउन्ड्री लेयरको इन्फ्लुएन्स कति डिस्टेन्ससम्म हुन्छ बाउन्ड्रीबाट त्यसलाई चाहिँ बाउन्ड्री लेयर थिकनेस भन्छ इन्फ्लुएन्स चाहिँ calculate the critical shear stress for a usual turbulent flow given a mean diameter of the grain particle in the bed material is 0.3 mm. Usually 0.6 mm भन्दा सरी diameter 6 mm भन्दा बढी छ भने यो फर्मुला युज गरिदिन्छौँ tau critical is equal to 0.906 dmm युज गरिदिन्छौँ अहिले क्वेशनले कति सोधेको छ डी हो कति 0.3 mm which is less than के 6 mm यस्तो केसमा के गरिदिन्छ हामीले इफ डायमिटर लेस देन 6 mm छ भने मैले पढाएको थिएँ फर्मुला स्वामियान मित्र पढाएको थिएँ तर त्योभन्दा एउटा सिम्प्लिफाइड यो फर्मुला पनि युज गर्दा रहेछ हैन अनि यो फर्मुलाबाट टाइटली निकाल्दिने डी लेस देन 6 mm छ भने टाउ क्रिटिकल गर्ने फर्मुला के 0.687 इन्टु डी mm यो युज गरिदिने 0.687 इन्टु डी mm कति दिएको छ अहिले 0.3 mm ल कति आन्सर आयो भन्नुहोस् सर DMM मै हुन्छ कि यसलाई कन्भर्ट डी पर्दैन डी एमएम मा त्यही भएर यहाँ एमएम लेखिरहेको छ डी इन एम कन्भर्ट गर्नु परेन नो निड टु कन्भर्ट ल भन्नुहोस् कति आयो 0.206 0 आयो यस अहिले ल्याग छ कि के छ अहिले अहिले छैन ल्याग छ हैन ठिकै छ इन केस अफ ओपन च्यानल फ्लो क्रिटिकल फ्लो हुँदा के हुन्छ इनर्जी मिनिमम र डिस्चार्ज के हुन्छ क्रिटिकल फ्लोमा स्पेसिफिक इनर्जी ई मिनिमम हुन्छ र डिस्चार्ज के हुन्छ म्याक्सिमम भनेपछि डिस्चार्ज इज म्याक्सिमम तर वास्तवमा के हुन्छ भने यो दुईटै अप्सन ठिक हो गाइस दुईटै अप्सन ठिक हो वास्तवमा यो क्वेशन एउटा फोर्स इनर्जी सर स्पेसिफिक फोर्सको त मिनिमम हुन्छ हैन नो डिस्चार्ज भनेको छ नि डिस्चार्ज इज म्याक्सिमम फर अ गिवन स्पेसिफिक फोर्स पनि हो डिस्चार्ज इज म्याक्सिमम फर अ गिवन स्पेसिफिक इनर्जी पनि हो दुईटै अप्सन ठिक छ दुईटै प्रुभ गर्नुभएको छ तपाईँले ब्याचलरमा दुईटै अप्सन ठिक हो यस्तो सोध्दैन तपाईँले यो कन्फ्लिक्टिङ अप्सन सोध्दैन दुईटा मात्रै एउटा आउँछ तर याद के गर्नु पर्यो डिस्चार्ज इज म्याक्सिमम आइदर फर अ गिवन स्पेसिफिक इनर्जी अर फर अ गिवन स्पेसिफिक फोर्स दुईटै अप्सन एक्जामको लागि कुन बेस्ट हुन्छ त्यो बेस्ट अप्सन होइन इक्जाम यस्तो सोध्न मिल्दैन अलिकति रिभाइज मात्र तपाईँले त्यही भएर यहाँ देखाइदिएको कन्फ्युजन नहोस् भनेर है त अब त्यस्तै पऱ्यो अब यस्तै नै आइदियो भने अब अरू विकल्पै छैन भने यसलाई प्रायोरिटी दिनु होला है त अप्सन एलाई अरू केही नै छैन केही पनि देखिएन भने अप्सन एलाई प्रायोरिटी दिनु होला हुन्छ तर दुईटै अप्सन ठिक हो बोथ आर करेक्ट एब्सोल्युटली करेक्ट ठिक छ नेक्स्ट एट क्रिटिकल डेप्थ के हुन्छ क्रिटिकल फ्लोमा स्पेसिफिक इनर्जी ई के हुन्छ के भने क्रिटिकलमा के हुन्छ स्पेसिफिक इनर्जी ई इज म्याक्सिमम सरी ई इज मिनिमम डिस्चार्ज इज म्याक्सिमम एफ इज मिनिमम तर यहाँ अहिले क्वेसनले डिस्चार्ज सोधेको थियो त्यही भएर फेरि एफ म्याक्सिमम त्यसो कन्फ्युजन हुन्छ क्वेसनले डिस्चार्जको बारेमा सोधेको छ डिस्चार्ज मैले म्याक्सिममै टिक लाग्छ फेरि हेर्नुहोस् है दुइटामा डिस्चार्ज म्याक्सिमम हुन्छ है यसमा के हुन्छ स्पेसिफिक इनर्जी ई के हुन्छ मिनिमम कि म्याक्सिमम स्पेसिफिक इनर्जी ई मिनिमम स्पेसिफिक फोर्स के हुन्छ म्याक्सिमम मिनिमम हुन्छ स्पेसिफिक फोर्स पनि मिनिमम हुन्छ डिस्चार्ज मात्र म्याक्सिमम हुन्छ क्लियर 78 the portion between two successive flow line is known as के फ्लो च्यानल
फ्लो च्यानल भन्छ त्यसलाई। नेक्स्ट the section factor of a channel section is given by multiplying the square root of hydraulic depth by k. Section factor formula यो a root over d हो। by multiplying the square root of hydraulic depth, यो hydraulic depth सर यसले एकचोटि multiply गराएको स्लाइड ब्याक गर्नु कटिसक्यो अहिले गर्दा यो सकिहाल्यो पनि म गरिहाल्छु। त्यसको मल्टिप्लाई गराएको यससँग फ्लो एरिया A1 को फ्लो एरिया छ ल एरिया हाल्नुहोस् भयो भएपछि भन्नुहोस् है। भयो सर ल मैले 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 भनेको कुरा चाहिँ रिभाइज गर्न नलाउनु, क्वेसन टन्ने छ है। अनि त्यसो कसैको छुट्या छ भने त्यो भिडियो रेकर्ड भइरहेको छ त्यहाँबाट हेर्न सकिहाल्छ नि हैन। द फ्लो इन एन ओपन च्यानल इज सेड टु बी ट्रान्जिसन इफ के हुन्छ रेनॉल्ड्स नम्बर। ओपन च्यानल भने चाहिँ ओपन च्यानलमा के हुन्छ फेरि मैले रेनॉल्ड्स नम्बर लेखिदिरहेको छु। ल्यामिनार ट्रान्जिसन र टर्बुलेन्टको लागि पाइप फ्लो र अर्को के हो हाम्रो ओपन च्यानल फ्लो। पाइप फ्लोमा के हुन्छ लेस देन 2000 देखि 4000 ल ग्रेटर देन 4000। ओपन च्यानल फ्लोमा के हुन्छ सबैले डिभाइड बाइ 4 मात्रै गरिदिने लेस देन 500 500 देखि 1000 र ग्रेटर देन 1000। ल कुन अप्सन ठिक छ ट्रान्जिसनको लागि? क्वेसनले के सोधेको छ ओपन च्यानलको लागि कुन अप्सन ठिक? 3 नम्बर छ 500 देखि 1000। नेक्स्ट इन क्रिटिकल फ्लो भेलोसिटी के हुन्छ? अलि ब्याक यस्तो गर्नु पढ्नु भयो यो पाउनुहुन्छ स्लाइड पाउनुहुन्छ अहिले नै पठाइदिन्छु स्लाइड पाउनुहुन्छ भएछ म ल अर्को इन क्रिटिकल फ्लो भेलोसिटी हेड इज के हुन्छ हाइड्रोलिक। अब क्रिटिकल फ्लोमा फ्रन्ट नम्बर कति हुन्छ 1 क्रिटिकल फ्लो। त्यसो भए पनि फ्रन्ट नम्बर भनेको के हो v/√g * d हो फर्मुला। स्क्वायर रुट गर्यो भने स्क्वायरिङ गर्यो भने के आउँछ v² / gd = 1 भन्नुस् के आउँछ त्यसो भए v² / g = d। यसलाई के गर्ने मैले 2 र 2 ले मल्टिप्लाई गर्न मिल्यो होला गर्न मिल्यो। यो के हो v² / 2 रड नम्बर फ्रन्ट नम्बर कि भेलोसिटी हेड सरी भेलोसिटी हेड भेलोसिटी हेड। यो d के हो हाइड्रोलिक डेप्थ यो d भनेपछि के हाइड्रोलिक डेप्थको के भेलोसिटी हेड हाफ अफ के हाफ अफ के डेप्थ भनेपछि भेलोसिटी हेड इज के हाफ भनेको के 82 नम्बर विच अफ द फलोइङ स्टेटमेन्ट इज करेक्ट कुन ठिक छ? यस्तो ग्राफ बनाएको स्पेसिफिक एनर्जी कर्भ क्रिटिकल माथि सब तल सुपर यो ई थियो यो वाई थियो। माथिमा के देख्नुभयो ई डाइरेक्टली प्रोपोर्सनल टु वाई देख्नु भएको छैन हेर्नुहोस् त ई बढ्दा वाई पनि बढिरहेछ। सुपरमा के देख्नुभयो ल कुन अप्सन ठिक छ भन्नुहोस्? स्पेसिफिक एनर्जी ई इन्क्रिजेस विथ इन्क्रिज इन डेप्थ इन सुपर क्रिटिकल फ्लो। डाइरेक्ट हो र सुपरमा कि इन्भर्स हो? इन्भर्स अप्सन ए मिलेन बीमा हेर्नुहोस् त फ्लपमा के छ डाइरेक्ट छ अप्सन ठिक छ यो बी ठिक छ। सीमा के छ सुपरमा इन्भर्स छ इन्भर्स स्पेसिफिक एनर्जी ई डिक्रिज इन्क्रिज छ कुन अप्सन ठिक छ? अप्सन सी कि अप्सन डी? बी र सी दुइटै ठिक छ हैन? सबमा कस्तो डाइरेक्ट छ कि छैन इन्क्रिज छ। सुपरमा इन्भर्स छ कि छैन डिक्रिज इन्क्रिज छ नि कुन अप्सन ठिक? अप्सन डी नै। नेक्स्ट इन स्पेसिफिक एनर्जी कर्भ प्लट द प्लट अफ द प्रेसर रेट कसरी दिन्छ उहाँले यस्तो है खास यो प्रेसर हेडको प्लट
कसरी देखाएको छ प्रेसर रेटको प्लट? प्रेसर रेट भनेको यो वाइसँग बराबर हुन्छ 45 डिग्रीको लाइन हो नि त। यहाँबाट हामीले वाइ देखाउँछौँ स्ट्रेट लाइन त यति त के स्ट्रेट लाइन। अर्को द स्पेसिफिक इनर्जी कर्व इज द ग्राफिकल प्लट अफ के हो स्पेसिफिक इनर्जी प्लट ई भर्सेस के हो डेप्थ अफ फ्लो डेप्थ ई भर्सेस डेप्थ अफ फ्लो। नेक्स्ट व्हाट इज द प्लट बिट्विन टोटल इनर्जी एन्ड च्यानल पोजिसन कल्ड एज? टोटल इनर्जी आउने बित्तिकै कुन आउनु पर्यो कुन हेड आउनु कुन लाइन आउनु पर्यो? टोटल इनर्जी आउने बित्तिकै एनर्जी ग्रेड लाइन इनर्जी ग्रेड लाइन। नेक्स्ट 86 इनर्जी पर युनिट वेट अफ द वाटर मेजर विथ रेस्पेक्ट टु च्यानल बेड एज अ डाटम के भन्छ त्यसलाई? च्यानल बेड एज अ डाटम Z0 राख्यौँ के भन्छ त्यसलाई? के भन्छ? स्पेसिफिक इनर्जी। च्यानल बेड एज अ डाटम राख्ने बित्तिकै त्यसलाई के भन्छ? स्पेसिफिक इनर्जी ई भन्छौँ होइन। के हो ईको फर्मुला? टोटल हिटको फर्मुला के हो? y plus v square by 2g plus z with channel bed as a datum के with channel bed as datum z कति 0 यो बेलाको के भन्छ टोटल हेडलाई ई भन्छौँ के y plus v square by 2g। Calculate the velocity of flow through a channel having depth कति 1.2 meter and specific energy कति 1.24 निकाल्छु। डेप्थ स्पेसिफिक इनर्जी ई को फर्मुला के हो? y plus v square by 2g ई कति 1.24 सानो क्याल्कुलेसन गर्नुहोस् न हामीसँग टाइम थोरै छ प्लस v स्क्वायर बाई 2 into 9.81 v निकाल्नुहोस् कति आउँछ? यो 1.2 आयो 0.8 0.8 आयो यस क्याल्कुलेसन तपाईँहरूको जिम्मा मलाई आन्सर याद छैन है ल 3.8 नेक्स्ट ल द डाइमेन्सन अफ द रेक्ट्याङ्गुलर च्यानल डेप्थ कति 3 मिटर विथ कति 4 मिटर बेड स्लोप दिएको छ स्पेसिफिक इनर्जी ई 3.13 दिएको छ। फेरि पनि मलाई ईबाट निकालिदिनुहोस् ई इज इक्वल टु वाइ प्लस भी स्क्वायर बाई 2g गरेर फेरि पनि मलाई के निकाल्नुहोस् भी निकाल्नुहोस् त यहाँबाट पनि ई कति दिएको छ 3.13 वाइ कति दिएको छ 3 मिटर प्लस भी स्क्वायर बाई 2 into g कति 9.81 भी निकाल्नुहोस् कति यहाँबाट निकाल्नुहोस् त वाइ कति कति आयो 1.59 भी चाहिँ 1.59 1.59 भी आयो भने भी को फर्मुला के हो सी रुट ओभर के हो आरएस भी कति 1.59 सी कति दिएको छ चेजिस 50 आर भनेको के हो ए बाई बी हो फर्मुला इन्टु एस अनि 1.59 50 इन्टु अन्डर ए भनेको के हो बी इन्टु वाइ हो एरिया कति 3 इन्टु 4 बाई पी कति हुन्छ पी प्लस 2i भनेपछि 4 प्लस 2 इन्टु 3 इन्टु एस निकाल्नु सक्दैन यस हो यस 50 भन्नुहोस् यस कति आउँछ into 10 to the power minus 3 त्यसले 1 बाई समथिङ गर्नुहोस् एकचोटि क्याल्कुलेटर 1 बाई आन्सर गर्नुहोस् त कति आउँछ यो मध्ये यो तलको कुन हुन्छ कुनको नजिक आउँछ 1100 1100 को नजिक आउँछ 1200 सर 1200 को नजिक 1186.5 1 into 1200 ल सकिन्छ नि घर क्याल्कुलेसन नबिगार्ने क्याल्कुलेसन फेरि बिगाड्यो भने समस्या हुन्छ है मैले क्याल्कुलेसन फोकस यहाँ गरिनँ है क्याल्कुलेसन त आउनु पर्यो नि त तपाईँहरूलाई हैन नेक्स्ट when the Reynolds number is less than 500 के भन्छ 500 भन्ने बित्तिकै कुन फ्लोमा जान्छ पाइप फ्लोमा जान्छ ल्यामिनार पाइप फ्लोमा कि ओपन च्यानल फ्लोमा ओसिआर
ओसिएफ ओपन च्यानल फ्लो भनेको फ्री सर्फेस फ्लो भनेको ओपन च्यानल फ्लो ओपन च्यानल ओसिएफ नेक्स्ट 90 when the slope changes from mild to steep कुन प्रोफाइल भन्छ होला EM2S2 त्यसो त न यस लेट मी चेक हेर यो माइल हो माइलबाट स्टिपमा गएको छ माइलमा के हुन्छ सिडिएल तल सिडिएल कहिले पनि चेन्ज हुँदैन है त्यो विचार गर्ने सिडिएल कन्स्ट्यान्ट हुन्छ स्लोपमा डिपेन्ड हुँदैन सिडिएल यो सिडिएल हो ड्यास दिँदैन तर माइलमा एनडिएल कता हुन्छ तल सर साउन्डै आएन सर माथि मेरो साउन्ड आयो सर एनडिएल मेरो साउन्ड आएको छैन आछ सर आछ ल माइलमा एनडिएल कता हुन्छ माथि टिपमा कता हुन्छ जहिले पनि याद के गर्नु छ पानीलाई एनडिएलबाट एनडिएलमा फ्लो गराउनुपर्छ है हामीले जहिले पनि अहिले पानी सुरुमा कहाँ हुन्छ एनडिएल यो एनडिएलबाट यो एनडिएल कसरी जान्छ भन्नुहोस् तपाईँ यहाँ तीनवटा प्रोफाइल हुन्छ यता माथि M1 M2 M3 S1 S2 S3 पानी यसरी फ्लो भएर आउन सक्छ कि सक्दैन यो S1 भएर यसरी आउन सक्छ पोसिबल छ यो S1 S2 बनाएर किन S1 मा पानीको डेप्थ के हुनु पर्यो जोन 1 र जोन 3 मा पानीको डेप्थ बढ्नु पर्यो तर यो मैले बनाउँदा के देखेँ मैले S1 मा पानीको डेप्थ के गरेँ S1 मा पानीको डेप्थ के गरेँ जोन 1 मा घटाएको देखाएँ नि पोसिबल छ छैन गल्ती हाम्रो बाटो कस्तो भन्छ M2 मा घटाउन मिल्यो नि यहाँसम्म आए अनि यहाँबाट घटाएर यसरी S2 यो M2 र यो के S2 यो भनेको आन्सर ठिक छ M2 र किन पानीको डेप्थ घटाउनु छ नि त एनडिएल घटाउने कुन जोनमा घट्छ मात्र पानी जोन 2 मा मात्र पानी घट्ने त्यही भएर M2 मा घटाए S2 मा घटाए यसरी आउन मिलेन किन यसरी आउँदा के भएको थियो S1 मा पानी घटेको देखाए मिल्दैन S1 मा पानीको बढेको हुनु पर्यो कुरा क्लियर भएको भएन जहिले पनि ड्र गर्ने बेला विचार के गर्नुहोस् एउटा एनडिएलबाट अर्को एनडिएलमा पुर्याउने र पुर्याउँदा के ध्यान दिनु पर्यो भने कुन जोनमा बढाउने कुन जोनमा घटाउने जोन 2 मा घटाउने जोन 1 र जोन 3 मा बढाउने त्यति हो यसलाई यसरी पनि बुझ्दा हुन्छ हैन माइल्ड स्लोपमा डाउनस्ट्रिम कन्ट्रोल सेक्सन हुन्छ अनि स्टिपमा अपस्ट्रिम हुन्छ कन्ट्रोल सेक्सन त्यही अनुसार तलमाथि आउँछ त्यसको फ्लो यस त्यो त अल्टिमेटली कुरा त्यही हो गरेको त्यही हो एकचोटि पछाडि गरिदिनु भयो सर भयो What is the formula for the sequent depth? Here, formula. Here, right is equal to B. Formula कुराहरुमा त कहाँ मिस हुने त कामै छैन हैन ठीक छ र sequent depth ratio भनेपछि y2 by y1 को भ्यालु कति दिएको छ सर यो 1 -1 रुट अन्डरमा हुन्छ कि हुँदैन यस्तो हुन्छ y2 is equal to y1 by 2 minus 1 plus under root 1 plus 8 times broad number 1 को स्क्वायर यस्तो हुन्छ त्यो भने यहाँ हेर्नुस् यो ब्र्याकेट यसो राखेको छ नि त -1 कति कति रुट भन्दा यहाँसम्म छ यहाँसम्म हुन्छ एकछिन म्युट गर्नुहोस् त गिरी त कांग्रेस में रह चाहिए ओकरा गिरी सब तो कांग्रेस में होते राजा वाला भोग ले आंदोलन की होई वाला है मण्डल हो के हो रिमुभ गरिदिनु सर उसलाई म्युट गर्नु न हो हेलो अब मेरो आवाज सुनेको छ सर इसमें भी लोगो भी उड़ी नहीं सुन्दैछ सर ल अब सुन्नुहोस् y2 is equal to y1 यो हो फर्मुला है ल the sequent depth ratio of hydraulic jump in a rectangular channel is कति
16.48 सेक्वेन्ट डेप्थ रेसियो भनेको यो y2 by y1 को भ्यालु दिएको है हो वाट इज द फ्रड नम्बर एट द बिगिनिङ अफ द जम्प बिगिनिङ अफ द जम्प भनेकै यो फ्रड नम्बर 1 निकाल्न भनेको बिगिनिङ अफ द जम्प कसरी निकाल्नु छ फर्मुला हेर्नुहोस् नि y2 by y1 भनेको यहाँबाट के आयो y2 by y1 इक्वल टु के 1/2 खाली फर्मुला मात्र हाल्दिएपछि आइहाल्यो नि हैन हाल्नु y2 by y1 कति 16.48 is equal to 1/2 minus 1 plus under root 1 plus 8 times front number 1 plus ल क्याल्कुलेसन गरेर भन्ने त कति क्विकली माइनस गर्न मिल्दैन माइनस गर्न मिल्दैन केमा -1 के -1 गर्नुपर्यो लास्टमा यहाँ मैले अगाडि ल्याएर राखेको छु सजिलो हुन्छ भने तपाईहरुलाई कन्फ्युजन नहोस् भनेर यो अघि सोधिराख्नु भएको थियो नि रुट यो -1 रुट भित्र हो कि हैन भनेर त्यही भएर यो फर्ममा लेखिदिएको सजिलो होस् कन्फ्युजन नहोस् भनेर तपाईहरुलाई 12 आउँछ सर Yes. right? Yes, sir. अरे यो 91 को ए र बी एउटै छैन र छैन सर 91 ए र बी यो ब्र्याकेट हेर्नु न यो ब्र्याकेट कहाँ छ देख्नु फरक ब्राकेट राखेर झुक्नु पाइन्छ सर देख्नु नि ब्र्याकेट ल 93 त्यो अघि के हो त्यो फर्मुला गरिहाल्नुहुन्छ हैन ठीक छ अघि क्वेशन रिपिट भएर छ त्यो ठीक छ 94 इन एन ओपन च्यानल फ्लो अल्टरनेट डेप्थ भन्नुको मिनिङ के हो अल्टरनेट डेप्थ भने त आन्सर के हुन्छ नेम के स्पेसिफिक एनर्जी नेम स्पेसिफिक एनर्जी कन्जुगेट डेप्थ भने त के गर्छ स्पेसिफिक फोर्स सेम स्पेसिफिक फोर्स र अहिले अल्टरनेट डेप्थ भने चाहिँ आन्सर के हुन्छ नेक्स्ट फ्रड नम्बर 4 स्टिडी जम्प भएपछि के हुन्छ अन्डुलर छ सर त दुईटा केस लेख्नु तलबाट के कुन एकछिन गर्नु नि त एकछिन सर एकछिन पछि के चाहिँ तलबाट केस के हो यो भन्नुभयो ओके सर अल्टरनेट डेप्थको ठाउँमा कन्जुगेट डेप्थ सोधेको भए के हुन्थ्यो आन्सर अनि त्यो बेला अप्सन ए हुन्थ्यो कन्जुगेट डेप्थ भएको भए बुझ्नुभयो क्वेसन मैले अल्टरनेट डेप्थ सोधेको थिएँ नि अल्टरनेट डेप्थ नभनेर कन्जुगेट डेप्थ भनेको भए आन्सर के हुन्थ्यो अप्सन ए हुन्थ्यो 1.2 मिटर फुटपाथ के ए हो चले न रहेछ पहिले निचला डिवाइडर के 1.5 रहेछ ओए भाइ ओए बन्द गर त भाइ जो दोनों साइड के अति बीच में रहेछ कर रहेछ 1.5 राइट फ्रन्ट नम्बर फर स्टिडी अन्डरले भएपछि 1 देखि 1.7 को बिचमा विक भएपछि के हुन्छ 1.7 देखि 2.5 त्यसपछि के हुन्छ हाम्रो ओसिलेटिङमा के हुन्छ 2.5 देखि के 4.5 स्टिडीमा के हुन्छ 4.5 देखि 4.5 देखि 9 अनि स्ट्रङमा के हुन्छ 9 भन्दा के बढी क्वेसन के सोधेको छ स्टिडी 4.5 देखि 9 इन डिफाइनिङ द फ्रन्ट नम्बर विच डेप्थ प्यारामिटर इज युज्ड फ्रन्ट नम्बरको फर्मुला के आउँछ d by under root 1 देखि 1.7 1 देखि 1.7 सर यो क्वेशनमा हैन भेरी स्टिडी जम्प भनेको थियो त्यसमा चाहिँ के गर्ने कुन स्टिडी जम्प भेरी स्टिडी जम्प नै हुन्छ त्यो भेरी भन्ने त्यस्तो कुनै क्लासिफाई गरेको छैन है गरेको छैन नभए उता हाम्रो सरको च्याट ग्रुपमा राख्छु नि सरले मलाई फरवर्ड गरिदिनुहुन्छ त्यो क्वेसन है त्यो च्याट ग्रुपमा राखिदिनुहोस् त्यो क्वेसन कुन छ हैन स्क्रिनशट हालेर राखिदिनुहोस् सरले मलाई फरवर्ड गरिदिनुहुन्छ है त ल यो 96 इन डिफाइनिङ द फ्रन्ट नम्बर विच डेप्थ प्यारामिटर इज युज्ड डी भनेको के हो हाइड्रोलिक के हो डेप्थ हाइड्रोलिक मेन डेप्थ हैन हाइड्रोलिक मेन डेप्थ इज कन्फ्युजिङ टर्म हाइड्रोलिक मेन डेप्थ भनेको हाइड्रोलिक रेडियसलाई भन्दो रहेछ है खास
अब कतिलाई त्यो क्लियर हुँदैन नि, त्यही भएर हाइड्रोलिक डेप्थलाई हाइड्रोलिक मिन डेप्थ भनिरहेको हुन्छौँ, तर द्याट इज नट द करेक्ट टर्म। हाइड्रोलिक मिन डेप्थ भनेको हाइड्रोलिक रेडियस हो। बट स्टिल इक्जाममा क्वेसन आयो भने अब यसलाई हाइड्रोलिक मिन डेप्थ ट्रिट गर्नु होला है, अरू अप्सन छैन भने। तर हाइड्रोलिक मिन डेप्थ र हाइड्रोलिक डेप्थ छ भने कुनमा टिक लाउनुहुन्छ? कुनमा टिक लाउनुहुन्छ? हाइड्रोलिक डेप्थ डेप्थमा टिक लाउनु होला है। But what value of fraud number is in jump considered as STD? भर्खरै आयो नि। पछि गर्दैन ल। डन सर डन। डन हो। ब्याकग्राउन्डमा अलिक धेरै आवाज आएको छ हजुर। सर अलि 97 को क्वेशन एकचोटि बुझाइदिनु न सर। STD जम्प 97 को क्वेसन के बुझाउने हेर्नुहोस् त, यहाँ लेखिदिएको छु क्लासिफिकेसन। STD कुन क्याटेगोरीमा छ? 4.5 देखि यहाँ पनि त त्यही एसटीडी 4.5 to 9 छ, अगाडि पनि एन्सर त्यही भयो नि। अनि त्यही त राखेको छु, अनि एन्सर फरक राखेको छु र मैले। यो माइनस होइन 2 हो भाइ। भयो? सर अनि माथिको अन्डुलरको के भन्नुभयो सर? 1 देखि 1 देखि 1.7 को हो। अन्डुलर सोध्यो भने स्टेडी नसोधेर यहाँ अन्डुलर दियो भने कुन टिक लाउनु छ? 1.1 देखि 1.7 को रेन्जमा टिक लाउनु होला, ठिक छ? हुन्छ। 98 sequent depth in a hydraulic jump occurring in a horizontal rectangular channel as कति? 0.25 र 1.25 भनेको यो मेरो के दिएको? यो मेरो के हो? y2 इनर्जी लस्ट भनेर सोधेको छ। इनर्जी लस्टको फर्मुला के हो? y2 minus y1 को के होल क्यूब by 4 times के y1 y2। ल भन्नुहोस् कति आन्सर आयो? y2 कति? 1.25 minus कति? 0.25 होल क्यूब by 4 into 1.25 into 0.25। ल भन्नुहोस् कति आन्सर आयो? कति आउँछ? 0.8। नेक्स्ट क्रिटिकल फ्लोमा कन्डिसन के हो? क्यू स्क्वायर टी बाई जी क्यू बिज इक्वल टु तपाईँ फास्टमा बेलगाइदिनुहुन्छ सर, स्क्रिनसट लिन्छु अलिकति गरिदिनु न। ल लिइहाल्नुहोस् न, लिइहाल्नुहोस्। यो अहिले पठाइदिन्छु, बेकारमा स्क्रिनसट लिएर मेमोरी किन फुल गर्नुहुन्छ? पीडीएफ आउँछ सर? किन नआउनु त? यो पीडीएफ किन लेखिरहेको त? यो सेभ गर्नलाई त हो नि। तपाईँलाई पठाउँदै नि यो पीडीएफ। ल क्रिटिकल क्रैश कोर्सको पीडीएफ एलाउ छैन सर। यो पाउँछ, यो पाउँछ, अहिले लेखेको पाउँछ। तपाईँले अघि नै सुरुमै सरलाई भनिसक्नु भएको थियो। पाएन भने मलाई भन्नु त, म सरलाई भनिदिउँला। भइगयो नि। कन्ट्याक्ट नै छैन? भइहाल्छ, कन्ट्याक्ट ग्रुपमा राख्नु न। ल क्यू स्क्वायर टी बाई जी यहाँ मेरो धेरै स्टुडेन्टहरू छन्। क्यू स्क्वायर टी बाई जी क्यूब इज इक्वल टु 1। यो कन्डिसन और क्रिटिकल फ्लो कन्डिसन के हाम्रो? फ्रड नम्बर इज इक्वल टु 1 और यो भनेको इक्विभ्यालेन्ट क्यू स्क्वायर टी बाई जी क्यूब इज इक्वल टु के? 1। यो दुईटा कन्डिसन हो। फ्रड नम्बर अफ अ ट्रायंगुलर चैनल अफ अ डेप्थ y with sides look 2 horizontal is to 1 vertical is भनेर के हुन्छ? त निकाल्नु छ फ्रड नम्बर। फ्रड नम्बरको फर्मुला के हो? v by d into d। d भनेको के हो? हाइड्रोलिक डेप्थ। फर्मुला के हो? a by k t। a भनेको के हो? ट्रायंगुलर छ भने ट्रायंगुलरको एरिया के हुन्छ भन्नुस् त? 2 y y साइड्स लुक कति? 1 vertical to z horizontal। एरिया के हो? टप विड्थ के हो? 2z y हो। फर्मुला अब याद हुनु पर्यो है। z र z क्यान्सल, यो र यो क्यान्सल, के आयो? y by 2 भनेपछि के आउने? फ्रड नम्बरको फर्मुला v by under root d into d को ठाउँमा के? y by 2। v कति दिएको छ? भेलोसिटी छ छैन? यो भेलोसिटीको फर्ममा छ। कुन आन्सर आउँछ? अप्सन बी। नेक्स्ट calculate the fraud number of a triangular section of depth y and side slope in the सर अघि क्वेशन एकचोटि सर लास्ट स्लाइड सर। यो थ्याङ्क यू सर। ल यो भन्नुहोस् त, अघि क्वेशन आयो सेम रिपिट भएर छ। डी नम्बर सर। अघि क्वेशन आयो कन्डिसन फर सुपर क्रिटिकल फ्लो। सुपरमा के हुनु पर्यो? फ्रड नम्बर
greater than 1. Next, if the Froude number of flow in opaque channel flow is more than 1, के भन्छ त्यसलाई? अघि क्वेसन है. Froude number greater than 1 छ भने के भन्छ त्यसलाई? Critical. Supercritical. Supercritical or यसलाई shooting नि भन्छ. or torrential नि भन्छ. तीनटा नाम. Torrential नि भन्छ. Froude number is equal to 1 छ भने त्यसलाई के भन्छ? Critical. र Froude number less than 1 छ भने त्यसलाई के भन्छ? Critical, यसलाई tranquil or streaming flow नि भन्छ. यो कुन अप्सन हाम्रो भयो? कुन अप्सन ठिक छ? B sir, B. More than 1. नेक्स्ट के भन्छ? अघि क्वेसन कतिचोटि आयो? कतिचोटि सोधा रहेछ यो क्वेसन? 4.5 देखि 9. सुपर क्रिटिकल फ्लो अकर कुन बेला हुन्छ? एक्चुअली यो क्वेसन अलिकति कन्फ्लिक्टिङ क्वेसन है. यदि युनिफर्म सुपर क्रिटिकल सोधेको भए नि, युनिफर्म सोधेको भए नि, आन्सर यो ठिक थियो. स्टिप स्लोपमा मात्र. र अलिक सुपर क्रिटिकल फ्लो सोधेको छ भने जुन पनि स्लोपमा हुन्छ. जुन पनि स्लोपमा हुन्छ. तपाईले प्रोफाइल पढ्नु भएको छ जस्तो माइल स्लोपमै कुरा गर्ने हो भने माइलकै मैले एउटा इक्जाम्पल दिएँ भने माइलमा सिडिएल तल हुन्छ, एनडिएल माथि हुन्छ हैन? अनि यसमा M1, M2, M3. अहिले युनिफर्म नन युनिफर्मको कुरा गरेको छैन है. युनिफर्म नन युनिफर्म भनेपछि दुईटै हुन पोसिबल छ नि त. M1 मा कुन फ्लो हुन्छ भन्नुस् त? सिडिएल भन्दा माथि भएकोले गर्दा के हुन्छ? सब. M2 मा कुन फ्लो हुन्छ? सब. M3 मा कुन फ्लो हुन्छ? सिडिएल भन्दा तल भएकोले गर्दा. चुज गर्ने तरिका त्यही हो नि. यो भन्दा माथिले के भन्छ? सिडिएल भन्दा माथिले सब. यो भन्दा तलले के भन्छ? सुपर. भनेपछि M3 मा कुन फ्लो हुन्छ? सुपर. अब मलाई भन्नुस् त माइलमा कुन फ्लो भयो? सब र सुपर दुईटै लेख्नु भयो नि. लेख्नु भयो नि. डिपेन्डिङ अपन प्रोफाइल कुन हो? M1, M2, M3. तर यही युनिफर्म सोधेको भए के हुन्छ होला फेरि? स्पेसिफिकली युनिफर्म सोधेको भए. युनिफर्म सोधेको भए त पक्का कहाँ आउनु पर्थ्यो? यहाँ आउनु पर्थ्यो युनिफर्म सोधेको भए. युनिफर्म सोधेको भए आन्सर के हुन्छ त्यसो भए माइलमा? सिडिएल भन्दा के? माथि. भनेपछि यो बेला के हुन्छ? युनिफर्म सोधेको भए सब क्रिटिकल हो. भनेपछि क्वेसनमा युनिफर्म नदिएकोले गर्दा मेरो अनुसार बेस्ट अप्सन चाहिँ अल अफ द एबभ. सर अप्सनमा त स्टिप छैन. स्टिल स्लोप छैन त. स्टिप भएपछि पो बी हुन्थ्यो त सर. होइन यो टाइपिङ हिरो स्टिप स्लोप दिएको. टाइपिङ हिरो स्टिप स्लोपै हो. स्टिल स्लोप होइन, स्टिप स्लोप हो. त्यो टाइपिङ हिरो हो. त्यसले गर्दा होइन भन्नु है. भनेपछि यदि युनिफर्म छैन भने, युनिफर्म छ भने कुन अप्सन लानुहुन्छ? मैले यहाँ लेखिदिरहेको छु. क्वेसनमा युनिफर्म छ भने कुन अप्सन? अप्सन बी. युनिफर्म छैन भने, युनिफर्म छ भने है, युनिफर्म छ भने, छैन भने के गर्नुहुन्छ? छैन भने कुन अप्सन टिक लाउनुहुन्छ? अप्सन डी. ओके, ठिक छ. यसरी काम गर्नु होला. यसमा ओसिलेटिङ जम्पको के हुन्छ त क्राइटेरिया लेखेको माथि. ओसिलेटिङ जम्पमा के भनेको क्राइटेरिया छ? 4.5 देखि 4.5. 4.5, 2.5 देखि 4.5. 2.5 देखि 4.5. Main channel, the two depth with same specific. This one कुन depth आउँछ? Same specific आउँछ. यहाँ लेखिरहेको थिएँ. यहाँ हेर्नुहोस्. सेम स्पेसिफिक इनर्जी छ भने कुन डेप्थ? अल्टरनेट. सेम स्पेसिफिक फोर्स छ भने कुन डेप्थ आउँछ? भनेपछि आन्सर के हुन्छ हाम्रो? अल्टरनेटिभ. अल्टरनेट डेप्थ. सेम स्पेसिफिक इनर्जी भएकोले गर्दा. If the Froude number is less than 1 के भन्छ? critical. The height of the hydraulic jump. कसरी निकाल्नु छ height?
सर्किट पछाडि गर्दिन मोटिभको आइडियलिजम कसरी निकाल्नु छ y2 minus y1 which of the following condition is not true for uniform flow यो तीनटै कन्डिसन हो y1 is equal to y2 डेप्थ सेम हुनु पर्यो s not is equal to sf पनि हो भेलोसिटी पनि सेम हुनु पर्यो कुन कन्डिसन हुनु भएन z1 र z2 सेम किन युनिफर्म फ्लोमा के हुन्छ डेप्थ सेम हुनु पर्यो हैन युनिफर्म फ्लोमा के हुनु पर्यो y1 र y2 के हुनु पर्यो सेम अनि एरिया सेम भएकोले गर्दा भेलोसिटी पनि के हुनु पर्यो सेम र यो दुईटै स्लोप के पनि हुनु पर्यो के हुनु पर्यो सबै s0 sw sf सबै के हुनु पर्यो बराबर तर के सेम हुँदैन हेर्नुस् त यहाँ z1 र z2 सेम छ फरक छ z1 is not equal to z2 युनिफर्म फ्लो भयो नेक्स्ट ग्रेजुअली भेराइड फ्लो भनेको पनि के हो पानीको तेज बिस्तारै बिस्तारै चेन्ज हुने पानीको तेज बिस्तारै चेन्ज हुनु भयो भने के हुन्छ युनिफर्म कि नन युनिफर्म 110 को z1 is equal to z2 यो अप्सन हो अरु तीनटै बराबर हुन्छ नट भने चाहिँ नट ट्रु त युनिफर्म फ्लोमा y1 is equal to y2 पनि हो s0 is equal to sf पनि हो v1 is equal to v2 पनि हो खाली के मात्र होइन z1 र z2 मात्र होइन नट इक्वल टु भने चाहिँ नट इक्वल टु ग्रेजुअली भेराइड फ्लोमा के देख्नु भयो डेप्थ चेन्ज भयो डेप्थ चेन्ज हुने बित्तिकै युनिफर्म कि नन युनिफर्म नन युनिफर्म नन युनिफर्म रहेछ नि त डेप्थ नट इक्वल छ नि त र फेरि नन युनिफर्म र यो जहिले पनि हाम्रो डिस्चार्ज कन्स्ट्यान्ट हुन्छ फेरि डिस्चार्ज कन्स्ट्यान्ट डिस्चार्ज चेन्ज हुँदैन डेप्थ चेन्ज भइरहेछ नि त एरिया चेन्ज भइरहेछ एरिया चेन्ज हुँदा भेलोसिटी चेन्ज हुन्छ तर डिस्चार्ज कन्स्ट्यान्ट हुन्छ भनेपछि फ्लो के हुन्छ स्टिडी भनेपछि कुन अप्सन ठिक छ किन अर्को क्लास छ अर्को क्लास छ हजुरले 115 मा ठ्याक्क रोकिदिनु अनि म हजुरलाई हजुरको त्यहाँको बिहानमा फोन गर्छु नि त ल नन स्टिडी युनिफर्म फ्लो है युनिफर्म कि नन युनिफर्म सरी स्टिडी नन युनिफर्म फ्लो स्टिडी नन युनिफर्म 112 calculate the Froude number for a triangular channel having depth कति 4 मिटर साइड स्लोप यति v यति Froude number for a triangular भर्खर निकालेको यहाँ हेर्नुस् त निकालेको म अघि फर्मुला v/√gy/2 निकालेको जस्तो ट्रायंगुलरको लागि युज गर्नुस् त कति आउँछ v कति दिएको छ 1 g कति 9.81 इन्टु y डेप्थ कति दिएको छ भाइ 4 कति आन्सर आउनुहोस् कति आन्सर आउनुहोस् त 0.22 0.22 ए रूट gy/2 कसरी भन्छ यहाँ निकाल्दैछ अगाडि हेर्नुस् यहाँ हाइड्रोलिक डेप्थ ट्रायंगुलरको लागि a/t गरेर ट्रायंगुलरको लागि फर्मुला हो यो ट्रायंगुलरको लागि एरिया भनेको z/a² हो टप विथ 2zy हुन्छ यो टप विथ 2zy आउँछ यसरी तपाईले जियोमेट्रिकल प्रोपर्टिज पढ्नु होला नि र 113 के हुन्छ भन्नुस् त when the coefficient of rigidity is increased from 0.01 to 0.02 the gradient of the pipe of a given diameter to carry the same flow at the same velocity should be कति हुन्छ कति हुन्छ हामीले q को फर्मुला के पढेछ 1/n a r को पावर 2/3 s को पावर 1/2 अब n उता पठाए पनि के हुन्छ nq is equal to a r को पावर 2/3 s को पावर 1/2 अब यहाँ के भनेछ डायमिटर एरियाहरु सेम फ्लो भन्दैछ भने n र s को रिलेसन कस्तो देख्नु
n is directly proportional to s को power 1/2 देख्नुभयो भनेपछि n स्क्वायर इक्वल टु के लेख्न मिल्यो यस भनेपछि n लाई अहिले के गराछ यहाँ 0.01 बाट 0.2 गराछ भने n लाई डबल गरेको हो नि त डबल गरेको हो n लाई डबल गर्यो भने डबलको स्क्वायर गर्दा यस के गर्नु पर्यो हो इफ n is doubled यस के हुनु पर्यो would be के 4 times increased by के 4 times कुन अप्सन ठिक छ अप्सन ए ल 114 के हुन्छ सर यसलाई यो n इक्वल्स टु d को पावर 1/6/21.2 बाट गर्न मिल्दैन मिल्दैन द्याट इज डिफरेन्ट थिङ है अलि यहाँ के भनेको छ डिस्चार्ज सेम फ्लो सेम र ग्रेडियन्टसँग कनेक्सन गरेको छ ग्रेडियन्ट त्यो भनेको मात्रै n इज इक्वल टु d को पावर 1/6 त्यो म्यानिङ्स n निकाल्न बेला युज गर्ने हो डायमिटरसँग लिङ्क हो त्यो डायमिटर अफ द सोइल अर सोइल पार्टिकल हो त्यो डायमिटर अफ द पाइप होइन त्यो अहिले त्यो आउँछ त्यो क्वेसन यहाँ छ एउटा है यो अहिले डिस्चार्जसँग लिङ्क भएको क्वेसन हो डायमिटर अफ द सोइल पार्टिकलसँग लिङ्क भएको होइन है 114 के हुन्छ कोएफिसिएन्ट अफ डिस्चार्ज अफ कोरिफिस मिटर अघि नै लेखिरहेको थियो कति थियो 0.6 देखि के थियो 0.65 कुन अप्सन ठिक छ ल 114 सम्म गरौँ 115 बाट भोलिबाट गरौँ है त इमेल पठाइदिनु सर सर हजुर हजुर 79 र 78 को